नमस्कार, तपाईलाई हिमाल खबरमा स्वागत छ। म आज एउटा विषयमाथि चर्चा गर्न गइरहेको छु जुन अहिलेको एकदमै हट केक छ र पत्रकारितासँग सम्बन्धित छ। पत्रकारिता मिडियामाथि पछिल्लो चोटि धेरै आक्षेप बढिरहेको छ, जनस्तरबाट पनि, र यो सोसल मिडियाका कारण पनि हुन सक्छ। त्यो धेरै ठुलो मात्रामा जस्तो देखिन्छ सोसल मिडिया मार्फत मिडियामाथिको आक्षेप आरोप चाहिँ निकै बढिरहेको छ। त्यो सँगसँगै मिडियामाथिको आक्रमण पनि बढिरहेको छ। विभिन्न ठाउँबाट आक्रमण आइरहेको छ, सरकारबाट, राज्यका संयन्त्रहरूबाट, र भौतिक रूपमा पनि आक्रमण भएको देखिन्छ। र त्यो चाहिँ न्यायालय पनि त्यसमा जोडिन आइपुगेको छ पछिल्लो केही समय यता। र सँगसँगै त्यो दुईटा आक्रमणलाई कसरी प्रतिरक्षा गर्ने अथवा प्रतिरोध पनि होला गर्ने भन्ने जसरी मिडियामा हुनु पर्थ्यो त्यो खालको प्रतिरक्षा प्रणाली भन्नु पर्ला, पत्रकारहरूको जुन त्यो क्षमता थियो त्यो चाहिँ एकदमै क्षीण भइरहेको हो कि जस्तो देखिन्छ। जसरी पहिला जुन किसिमले प्रतिरक्षा हुन्थ्यो त्यो प्रतिरक्षा भइरहेको छैन। त्यो किन भइरहेको छैन? यस्तो मिडियामाथि अथवा पत्रकारमाथि, पत्रकारितामाथि नै किन प्रश्न उठिरहेको छ र यो प्रश्न उठाउनेहरू को हुन् र किन उठिरहेको छ, र मिडियामाथिको आक्रमण अथवा त्यो विश्वसनीयताको पनि कुरा होला, विश्वसनीयता पनि गुमाइरहेको कुरा होला अथवा नगुमेको पनि कुरा होला, तर त्यो बढी न्यारेसन क्रिएट गरिरहेको पनि हो कि भन्ने यो सन्दर्भमा कुरा म आज गर्न गइरहेको छु। मसँग 4 दशकदेखि पत्रकारिता निरन्तर अभ्यास गरिराख्नुभएका हिमाल खबर पत्रिकाको संस्थापक सम्पादक र प्रेस काउन्सिल, जुन यो पत्रकारिताको कुरा आइसकेपछि प्रेस काउन्सिलको पनि उहाँ अध्यक्षको भूमिकामा रहनुभयो, र सँगसँगै पहिलो राष्ट्रपतिको प्रेस सल्लाहकारको रूपमा 7 वर्ष उहाँको पेसागत भूमिका उहाँले निर्वाह गर्नुभएको छ। र सँगसँगै उहाँ हाल चाहिँ शिक्षक मासिकको 18 वर्षदेखि सम्पादक हुनुहुन्छ र अहिले पनि शिक्षक तपाईँले पढिराख्नु भएको छ, बजारमा छ। त्यसले एउटा आफ्नो विधागत रूपमा पत्रकारिताको नर्म्सलाई केन्द्रमा राखेर त्यसले आफ्नो प्रकाशन गरिरहेको छ। सरलाई स्वागत छ कार्यक्रममा। धन्यवाद जेबी। ग्लोबल आईबी बैंक, सबैका लागि बैंक। मैले अस्ति एउटा भेला भयो 2 दिनको खोपकेले, खोज पत्रकारिता केन्द्रले सम्पादकहरूको भेला गर्यो। त्यसमा गैर सम्पादकहरू पनि हुनुहुन्थ्यो। त्यसमा अरू विषयमा सधैँ वर्षको एकचोटि गर्ने खोपकेले अरू विषयमा थियो बहसहरू, तर यो कुरा उठ्यो पत्रकारितामाथि आक्रमण किन भइरहेको छ भन्ने केही सम्पादकहरूले एकदम गम्भीर चिन्ता गर्नुभयो। हामी चाहिँ एकदमै टाकुरा भइरहेको हो कि अथवा हामीलाई नै अलिकति भ्रममा छौँ कि हामी पत्रकारितामा आक्रमण भइरहेछ। अब पछिल्लोचोटि त्यसमा सरकार पनि इन्भल्भ जस्तो देखियो, पोलिटिकल पार्टीहरू पनि अब त्यसमा खुच्यौँ गरे जस्तो देखिएछ, अनि न्यायालय पनि पछिल्लोचोटि जोडिन आयो भनेर उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो। र त्यो चिन्ताको परिणति के थियो भन्दाखेरि अहिले जे भइरहेछ, जस्तै समाचारहरू डिलिट गर्न लगाउने न्यायालयले, अनि पत्रकारको रूपमा पहिला काम गरिसकेको र अहिले सोसल मिडियाहरूमा के समाचार सेयर गरेको आधारमा अथवा एक्सप्लेन गरेको आधारमा पक्राउ पूर्जी जारी गर्न थालेको छ। यो चाहिँ तर्साउन खोजिएको हो भन्ने उहाँहरूको विश्लेषण थियो र हामी त्यसमा छलफल गऱ्यौँ। अनि त्यसपछि विज्ञप्ति जारी गरेर यस्तो गर्नु हुँदैन, यसको हामी प्रतिरक्षा गर्छौँ अथवा प्रतिरोध गर्छौँ भनेको। तर त्यसमा पनि सोसल मिडिया निकै प्रश्नहरू उठे। अघि मैले भने एकदमै त्यो हाम्रो पत्रकारिताको विश्वसनीय हामीले गुमाइरहेको हो कि के हो? यो के तपाईँले त अब हेरिराख्नु भएको छ, तपाईँ शिक्षक पनि हो, पत्रकार जति पनि अहिले उत्पादन भएका छन् त्यो सबैको तपाईँ शिक्षक पनि हो, खासमा अभिभावक पनि हो। तपाईँले चाहिँ यसलाई कसरी हेर्नु भएको छ? यो मैले अघि जुन 3टा कुरा गरेँ यसलाई चाहिँ कसरी हेर्नु भएको छ खासमा? धन्यवाद जेबी। अब एकदमै यसमा धेरै विस्तृत कुरा गर्न सकिँदैन, किन र कुनै खास एउटा कारणलाई मात्रै पिन पोइन्ट गर्न पनि सकिँदैन। यो धेरैवटा कुराको एक्युमुलेटेड इम्प्याक्ट हो। म अहिले भन्न के खोजिराखेको छु भनेदेखि
एउटा त ग्लोबल फेनोमेनाको कुरा पनि हामी यो नेपालको पत्रकारिताको कुरा गरौँ अनि ग्लोबल फेनोमेना किन आउँछ भन्ने कुरा धेरै कहीँ लाग्न पनि सक्छ तर आउँछ। म त्यो कसरी आउँछ म एउटा के सम्झन्छु भने सन् 1983-84तिर म जब भर्खर पत्रकारिता प्रवेश गरिराखेका थिएँ अनि अरू समाचारका अतिरिक्त मलाई मेरो सम्पादकले एउटा काम लगाउनुहुन्थ्यो, यो पनि अनुवाद गरेर यो राम्रै आएको रहेछ बुलेटिनमा, त्यो एजेन्सीको बुलेटिनमा, यो पनि राखिदिनुहोस् भन्नुहुन्थ्यो। म अरूभन्दा एउटा समाचार म सकेसम्म दिने पछि जस्तो एउटा पाटो भने सधैँभरि राख्थेँ। त्यो के भन्नुहुन्छ भने पोल्यान्डमा त्यतिखेर बन्दरगाहमा हडताल भइराखेको थियो, मजदुरहरूले चाहिँ ट्रेड युनियनले हडताल गरेको थियो। अनि त्यो ग्यान्डास्ट भन्ने त्यो ठुलो साहित्य अब यस्तै उच्चारण गरेका थियौँ हामीले त्यहाँ। अनि पछि त्यो ट्रेड युनियनको नेता त पछि गएर राष्ट्रपति नै, पोल्यान्डको राष्ट्रपति नै बन्नुभयो, उहाँ एकदम पपुलर मान्छे पनि हो उहाँ चाहिँ। अनि त्यो समाचार म किन राख्थेँ भने पोल्यान्डमा यो हडताल भइराखेको छ, त यहाँबाट यो हडतालको सुरुवात बढ्दै बढ्दै गयो, खास गरी पूर्वी युरोपको त्यो ब्लकमा यो बढ्दै गयो र यसैले चाहिँ अन्त प्रेसर पार्यो। पूर्वी युरोप बदलिन थाल्यो भने संसारभरि बदलिन्छ भन्ने मलाई त्यति टाढाको कुरा लाग्थ्यो त्यो। तर नभन्दै त्यही पोइन्टबाट सुरु भयो र जब 1990 आउँदा नआउँदै पूर्वी ब्लक धराशायी भयो र कोल्ड वार त्यसपछि सिद्धियो हैन। त कोल्ड वारको सिद्धिने शीत युद्धको माहौल सिद्धिने बित्तिकै संसारभर एउटा लिबरल, एउटा उदार समाजको, उदार विचारधाराको लहर आयो। त्यही लहरमा नेपालमा बहुदल आयो, डेमोक्रेसी आयो, त्यो पनि गजबसँग आयो। आन्दोलन गर्ने राजनीतिक दलहरू जसलाई 3 दशकसम्म दरबारले छेकेर राखेको थियो, त्यो दरबार र त्यो सट्टा बाहिर निस्केर राजाले त्यतिखेर ती आन्दोलनकारीहरूलाई दरबारमा बोलाएर सम्झौता गरे। कोही तेस्रो पक्ष कोही पनि छैन त्यहाँ चाहिँ। त्यो यो सबै के को असर थियो त भने विश्वव्यापी माहौल त राजा वीरेन्द्रले पनि देखिराखेका थिए नि त, त्यसको असर त उनलाई पनि थाहा थियो। तियानमेन स्क्वायरमा भलै त्यो दबाइयो तर चाइनामा त्यतिखेर जुन परिवर्तनको लहर सिर्जना भइराखेको थियो त कसलाई थाहा कि त्यो चाइनाको दबाईको चाहिँ लामो समयसम्म जान्छ, त्यो सफलै हुन्छ भन्ने त्यतिखेर अनुमान गर्ने कुरो थिएन नि हैन। त यही पृष्ठभूमि कुरा गर्दाखेरि अहिले प्रेसको लागि त्यो संसारभरिको फेनोमेनामा अलि अनुदारवाद र अझ अनुदार पनि भन्दिनँ म, अर्को शब्द लाग्छ अतिवाद, अतिवाद हाबी भइराखेको छ। र तेरो किता कि मेरो किता कता उभिने ग्रे जोन जुन मध्य हुन्छ नि, जो अलिकति यतातिरै पनि उभिन पाइन्छ, कतिपय चित्त बुझेको आधारमा उता पनि त्यो छैन। अहिले अब सबलाई किता चाहियो। नेपालमा प्रेसको जुन पाटो छ धेरै कुराको असर छ एकैचोटि त। जस्तो प्रविधिले हरेक नागरिकलाई इम्पावर गरेको छ। सूचना हिजो प्रेस, हामी प्रेसवालाहरूसँग जति प्रिभिलेजको रूपमा सूचना रहन्थ्यो, आज हाम्रो प्रिभिलेज त प्रविधिले त खोसिदिएको छ नि त हो। भलै हाम्रो पुरै पेसागत दक्षतालाई केही असर गर्न सक्दैन, त्यसले बरु बढाउन हामीले पनि त्यो प्रविधि प्रयोग गर्न पाउँछौँ र हामीलाई त्योभन्दा हिजोका भन्दा बढी इफिसियन्ट बनाउन सक्छौँ। जति राम्रो बनाउन सक्छौँ त्यो आफ्नो ठाउँमा छ। तर जे होस् हिजोको भन्दा नागरिक इम्पावर भएको छन्, त्यसले गर्दा नागरिकले हिजोभन्दा बढी प्रश्न सोध्छन् र उसलाई हामीले त्यो उसको प्रश्नलाई हिजोको भन्दा अझ सिरियसली, अझ गम्भीर भएर उसको चित्त बुद्धो ढङ्ग एन्सर दिन सक्नुपर्छ प्रेसले। प्रश्न फेरि कसरी सोध्छन् भन्दाखेरि पहिला त पाठक पत्र मार्फत आउँथ्यो, हामीले एडिट गर्थ्यौँ, अब त त्यो पनि भएन, डाइरेक्ट आफ्नो सोसियल मिडियामा अथवा जो छ जसँग जे माध्यम छ। अब माध्यममा डाइभर्सिफाई भएको छ हैन। हिजो छापा मात्रै थियो भने अब अहिले त के छ, रेडियो र टेलिभिजन त पुराना भइसके यहाँ माध्यमहरू हैन। त्यो स्थितिमा मान्छे इम्पावर भएको छ दोस्त। र अब संस्थाहरू त्यसलाई यो व्यवस्था गर्ने सबै संस्थाहरू चाहिँ त्यो स्पिडमा, त्यो रफ्तारमा अप टु डेट हुन सक्दो रहेनछन्। जसरी मिडिया प्रेस सम्बन्धी प्रविधि, सञ्चार प्रविधिमा जसरी विकास र विस्तार भयो नि,
हाम्रो विश्वविद्यालयको पाठ्यक्रम त्यो अनुसार त पत्रकारिताको पाठ्यक्रम त्यो अनुसार त बदलिन सकेनन्। किन बदलिन सकेनन् भने पाठ्यक्रम त त्यसै बदलिँदैन, किनभने अनुसन्धान गर्नु पर्यो नि त। कमसेकम पाठ्यक्रममा पाठ्य पुस्तकमा राख्ने हो भने त कुन कुरा पढाउने हो, सिद्धान्त बनाउने हो नयाँ भने त इट टेक्स टाइम। त्यो त फुर्सदै पाएको छैन। हामी पुरानै परिणाम के छ, हामी पुरानै पाठ्यक्रम पुरानै मान्यतामा सीमित छौँ, जसले अहिलेको च्यालेन्जेसहरूलाई चुनौतीहरूलाई सम्बोधन गर्न सकिराखेका छैन। हामी पत्रकारहरूमा पनि त्यो कमजोरी अथवा पत्रकारिता क्षेत्रलाई पनि त्यो बाँकी छ। अब अर्को पाटोमा अलि व्यावहारिक र नेपालको व्यावहारिक राजनीतिको पाटोमा हेर्दा नेपालमा चाहिँ पत्रकारिताभन्दा खस्केको हाम्रो सिभिलियन शासन पद्धति, म चाहिँ त्यो बढी खस्केको देख्छु। प्रक्रिया र यो नागरिक कानुन माने गैर फौजदारी कानुन जुन छन् नि, त्यसप्रतिको विश्वास, त्यसप्रतिको भरोसालाई अरू कता कुरा छोडिदिउँ, राज्यमा बस्नेहरूले, राज्य सञ्चालन गर्नेले पनि राम्रोसँग गरिदिएनन्। त्यसले गर्दाखेरि हामी अब राज्यले नै, राज्यका निकायले नै त्यस किसिमको व्यवहार नगरिदिएपछि के हुन्छ भने पब्लिकले, बाहिरकोलाई त थाहा छैन नि त, त्यो प्रक्रिया सबै त ऊ त अपडेटेड भएर बस्ने काम होइन उसको त एउटा नागरिक, त उसको पनि आक्रोश स्वाभाविक रूपमा बढ्छ। परिणाम के भइरहेछ, अहिले सत्तामा बस्नेहरूले अथवा प्रतिपक्षमा बस्नेहरूले प्रेसमाथि धुवाँधार आरोप लगाइराखेका छन्। हो, त्यो सुनिरहेछ, त्यो कुरा त पब्लिकले पनि सुनिरहेछ। फेरि ए भने यो प्रेस, यो पत्रकारहरू त बदमासै कि हुन् रहेछन् कि क्या हो, उसलाई त त्यो लाग्छ। त्यो सर यसमा एउटा नि हामीले पनि नेताहरूलाई फेरि त्यही किसिमले बुझेँ म होइन, यो प्रेसको त उनीहरू त्यो लाग्छ होइन। अब हामीले प्रेसले पनि के गरिराखेको छ भनेदेखि उसले जुन शैलीमा हामीलाई आरोप लगाउँछ हामी पनि त्यसै गरी जवाफ फर्किदिरहेको छ। अब अनि त्यसपछि कोलाहल मचिनु बाहेक त अरू त केही समाधान त निस्कँदैन नि। र आजको स्थितिमा म यो प्रेस, यो आरोप प्रत्यारोप यस सबैको बावजुद आश गर्ने ठाउँ भनेको संस्थाहरू हो र प्रक्रिया हो। अन्ततः हामीले विश्वास गर्नुपर्ने, कुनै पनि समाजले, कुनै पनि राज्यलाई निरन्तर अगाडि बढाउनु छ भने संस्था र प्रक्रियाले नै हो, त्यसैले अगाडि लाग्नुपर्छ। अहिले त्यही कुराहरूमा बढी संस्थामा एकदमै क्षयकरण भयो। अब म उदाहरण दिएर भन्छु, तपाईँले प्रेस काउन्सिलको अघि नै नाम लिनुभयो, अति क्षयकरण भयो। मैले थाहा पाउँदा प्रेस काउन्सिल नेपालमा जतिखेर म प्रेस काउन्सिलमा सदस्य पनि थिइनँ, मैले थाहा पाउँदा त्यहाँ सर्वोच्च अदालतका न्यायाधीश अध्यक्ष भएर बसेका हुन्थे र वरिष्ठ त्यतिखेरको त्यो समयका वरिष्ठ पत्रकारहरू, साँच्चै वरिष्ठ, त्यहाँभन्दा वरिष्ठमा उमेरमा अथवा अनुभवमा अथवा ज्ञानमा पनि अरू हुँदैन थिए, ती मान्छेहरू त्यहाँ सदस्यको रूपमा बस्थे। एकदमै धेरै त्यो समावेशीको युग थिएन त्यो, त्यस कारणले त्यो आफ्नो क्षेत्रको हिसाब गुणात्मकताको कुरामा चाहिँ त्यो र उनीहरूले भन्यो भनेदेखि पक्कै पनि सुन्नुपर्ने त्यो लाग्थ्यो। ठिकै छ, अब यो पञ्चायत कालकै कुरा गरेँ मैले। बहुदल आइसकेपछि पनि पहिलो अध्यक्ष हुनुभयो नुतन थपलिया सर, वरिष्ठ अधिवक्ता, उहाँ अहिले पनि हुनुहुन्छ वृद्ध अवस्थामा चाहिँ। उहाँले त्यो प्रेस काउन्सिललाई समय सान्दर्भिक हिसाबमा, किनभने देशमा नयाँ आयो, सबै थोक आयो, त्यो अनुसार चाहिँ ढाल्ने काममा उहाँकै कार्यकालमा भयो। त्यसपछि गोपालदास श्रेष्ठ आउनुभयो, हामी फेरि वरिष्ठ पत्रकार आउनुभयो। त्यही क्रम चल्दै जाँदाखेरि कहिले पत्रकार, कहिले अधिवक्ता, र म जतिखेर प्रेस काउन्सिलमा सदस्य भएर गएँ त्यतिखेर सर्वोच्च अदालतबाट भर्खर रिटायर भएको सर्वोच्च अदालतमा को न्यायाधीश सदस्य के अरे अध्यक्ष हुनुहुन्थ्यो प्रेस काउन्सिलको। म उहाँको मातहतमा प्रेस काउन्सिलको सदस्य थिएँ। हो, त कालान्तरमा पछि गएँ, म अध्यक्ष भएँ छोटो समयको लागि, त्यहाँ सदस्य भएर म 4 वर्ष बसेँ, अध्यक्षको रूपमा म 2 वर्ष बसेँ। त प्रेस काउन्सिलले र अर्को सन्तोषको कुरा के हो थियो भनेदेखि, र मलाई अहिले पनि लाग्छ दक्षिण एसियामा यो क्षेत्रमा नेपाल प्रेस काउन्सिल जतिको सक्रिय र जीवन्त काउन्सिल अन्त त्यति धेरै थिएनन्। भारतकै प्रेस काउन्सिलको अध्यक्षहरूसँग उनीहरूसँग कुराहरू हुँदाखेरि ओ तिमीहरूकोले गरेका छौ, हामीले त्यसरी गर्न सकेनौँ
हामीले यो डे टु डे जनताकै तहमा फिल हुने किसिमको काम हामी गर्न सकेका छैनौँ भन्ने थियो। अब तर अहिले पछिल्ला दिनमा म हेरिराखेको छु, म मेरै कार्यकालदेखि नै म हेरिराखेको छु संस्था निरन्तर डिटोरेट गरिरहेछ। कारण के भयो भने त्यो संस्थामा सबै नियुक्ति गर्ने कसले? सरकारले। सरकार त ठिकै थियो, सरकारले सम्म गरे त ठिकै थियो। अब के भयो त भनेदेखि पार्टीले गर्न थाले, पार्टीले कोटा विभाजन गरे अनि हक लाग्यो उनीहरूको चाहिँ। त्यो जाँदै जाँदा ल त्यो पनि ठिकै थियो, पार्टी हुनु पनि कुनै पार्टीगत सिस्टम भएको देशमा कुनै आयो। तर अब त्यो जाँदै जाँदै के भने मेरिटको जुन पाटो थियो नि, त्यो कमसेकम सदस्य हुने यति योग्यता चाहिँ हुनैपर्छ, व्यक्ति यस्तो हुनैपर्छ प्रेस काउन्सिलमा जाने मान्छे। अब 19-20 पार्टीको कुराहरू हेऱ्यो भने त्यसले फरक पार्दैन, किनभने त्यो मान्छे पत्रकारिता त गरेर आएको होला अथवा कहीँ कुनै वकालत त गरेर आएको होला नि। यो सबै पाटो थियो। अब त्यो एकदमै पातलिँदै गयो, त्यो मेरिट हेरिएन। कार्यकर्ता अर्को वान मोर त्यो कार्यकर्ता जस्तो। म प्रेस काउन्सिलको अध्यक्ष हुँदाखेरि पनि तपाईँलाई सुन्दाखेरि धेरैलाई आजको पुरुष लाग्छ, 2 जना सांसद त्यहाँ सदस्य हुनुहुन्थ्यो, हुने गर्थ्यो। एकजना प्रतिनिधि सभाबाट, एकजना राष्ट्रिय सभाबाट। त्यो नियमित प्रक्रिया थियो। त त्यसले पनि त ओजन त ल्याउँथ्यो नि त। जस्तो मै अध्यक्ष भएको बेलामा राधेश्याम अधिकारी र रघुजी पन्त प्रेस काउन्सिलको सदस्य हुनुहुन्थ्यो। अब यो सबै पाटो प्रेस काउन्सिलको पाटो भयो। अब अर्को पाटो चाहिँ जुन किसिमले हामीले ती संस्थाहरूलाई मिनिमाइज गर्दै त्यसको हुर्मत लिनको लागि चाहिँ त्यो प्रेस काउन्सिललाई हुर्मत र अरूमा जसरी गइराखेका छौँ त्यो एउटा पाटो भयो। अब अहिले पत्रकारलाई काहीँ केही भयो, केही त गर्दै नगर्ने, चुप लाग्ने, अनि गऱ्यो भने के अरे पक्राउ पूर्जी नै जारी गरिदिने अथवा निषेधाज्ञै ठोकिदिने। त्यो बिचको बाटो यसमा सरलाई होइन, म सिधै हाल्छु। बिचको बाटो अथवा त्यो प्रक्रियाको कुराहरू चाहिँ सबैलाई उल्लङ्घन गर्ने मजा लागेको छ। त्यसले गर्दाखेरि यो कोलहाल जस्तो स्थिति चाहिँ पैदा भएको छ। मैले यति जस्तै पक्राउ पूर्जी तपाईँले ठ्याक्कै निकालिदिनु भयो। हामीले हिजो अस्ति त्यही साइन पनि गऱ्यौँ, मैले पनि साइन गरेँ त्यसमा। एउटा के भन्दाखेरि सरकारले त्यो उसले के गर्यो भन्दा पनि सरकारले के गर्यो, अनि सरकार त जिम्मेवार निकाय हो, उसले के गर्यो पत्रकारिताको पनि पत्रकारको पनि एउटा जिम्मेवारी त हुनु पर्यो। आफ्नो पेसागत मर्यादाभित्र उसको एथिक्सभित्र रहनै पर्यो। अनि पत्रकारिताको त्यो मिडियाले गर्नुपर्ने आफ्नो भूमिका त गर्नै पर्ने, त्यसको प्रक्रिया जुन छ सरकारले निर्धारण गरेको। तर सरकारले चाहिँ के गरिरहेछ पछिल्लोचोटि भने अघि तपाईँले पनि भनिराख्नुभयो, डाइरेक्ट तपाईँलाई पक्राउ पूर्जी नै जारी गर्ने, अदालतमा जाने प्रहरी मार्फत अनि पक्राउ पूर्जी जारी गर्ने अनि पक्राउ गर्ने। दिलभूषण पाठकले एउटा न्युज बनाए। दिलभूषण पाठक अब अस्तिसम्म त पत्रकारिताको मेन स्ट्रिम पत्रकारितामै हुनुहुन्थ्यो उहाँ, पछि अहिले चाहिँ आफ्नै युट्युब सञ्चालन गरिराख्नु भएको थियो। उहाँले चाहिँ उमेश श्रेष्ठ, शाहिद अग्रवाल, दीपक भट्ट र जयवीर देउवालाई मुछेर एउटा समाचार जुन मिडियामा आइरहेको थियो, त्यो मिडियामा आइरहेको समाचारलाई उहाँले आफ्नो तरिकाले भन्नुभयो। मलाई यसमा लागेको जस्तै अब पत्रकारिताको हिसाबले मलाई त्यो कन्टेन्टमाथि, उहाँको कन्टेन्टमाथि जुन हामीले बुझेको, हामीले जानेको, हामीले अभ्यास गरिरहेको पत्रकारिताको नर्म्स अनुसार ती समाचारहरूको त्यहाँ जे जसरी वाचन गरिएको छन् त्यसको तथ्य जाँच गर्दाखेरि त्यो तथ्य पुग्दैन। एउटा कुरा मेरो पत्रकारिताको हिसाबले गरिरहेको छु म कुरा। तर त्यसमा चाहिँ उहाँले जे समाचार त्यहाँ भन्नुभएको छ त्यो सबै छापिएकोबाट उहाँले लिएर भन्नुभएको छ कि त्यो हकमा चाहिँ के हुन्छ, के गर्नुभयो। जस्तै एउटा कुरा के आयो भन्दा एउटा त उहाँको संस्था दर्ता छैन त्यो युट्युब, र हाम्रो युट्युब इन्डियामा पनि दर्ता गर्दैनन्, यहाँ पनि दर्ता नगरिकन चलाइरहेको अवस्था छ। त्यो बारेमा त्यसको ग्रे लाइन पनि कुरा गरौँला। तर दुईवटा कुरा आयो, एउटा चाहिँ उहाँको युट्युब दर्ता छैन, अनि अर्को कुरा चाहिँ उहाँले जे वाचन गर्नुभएको छ त्यसलाई एक्सप्लेनरको रूपमा उहाँले त्यो चाहिँ सबै मिडियामा आएको समाचारलाई नै वाचन गर्नुभएको छ। त्यो हिसाबले चाहिँ
दोषी चाहिँ को उहाँ हुनु त्यसको भागीदारी जसले अहिले राज्यले भनिरहेछ नि यसको सजायको भागीदारीको रूपमा उहाँलाई पक्राउ पूर्जी जारी गरेछ त्यो भागीदारीको जिम्मा उहाँ हो कि होइन त्यसमा दुईटा कुरा छ कन्टेन्टको बारेमा त्यो कन्टेन्ट जे जस्तो कन्टेन्ट हो जहाँसुकैबाट ल्याइआओस् यदि म सम्पादक हो अथवा म पत्रकार हो भने त्यसको जिम्मा मैले लिनुपर्छ म रिपोर्टर हो भने पनि त्यो मेरो जिम्मेवारी हुनुपर्छ उसले लिएको त्यहाँ थियो त्यहाँबाट मैले यसो गरेको छ अब होइन रहेछ भन्न पाइँदैन होइन रहेछ भने पनि सजायको भागी हुनुपर्छ किनभने मैले अर्कोलाई देखाइदिँदैमा अथवा कुनै अरू पत्रिकामा मिडियामा छापेको भए पनि त्यो गल्ती छ भने त्यो गल्ती त गल्ती त्यो जिम्मेवारी लिनुपर्छ त्यो वहन गर्नु त्यो जिम्मेवारी वहन गर्नुपर्छ एउटा कुरा दोस्रो कुरा त्यो प्रेस कन्टेन्ट हो कि होइन अर्थात् त्यो पत्रकारितामूलक कुरो त्यो जो कर्म उहाँले गर्नुभएको छ होइन जो कन्टेन्ट जुन बनाएर प्याकेज बनाएर गर्नुभएको छ युट्युब मार्फत जे मार्फत कुनै माध्यम मार्फत गर्नुभएको छ त्यो उहाँले त्यो पत्रकारिता गर्नुभएको हो कि सामान्य भिडियोग्राफी गर्नुभएको हो कि होइन स्वान्त सुखाय त्यो भिडियो ब्लग बनाउनु भएको हो कि कन्टेन्ट क्रिएटर हो अब किनभने पत्रकारिता भन्ने बित्तिकै त्यो पब्लिक कन्जम्सनको विषय हुन्छ पब्लिकप्रति त्यसको रेस्पोन्सिबिलिटी हुन्छ र पब्लिकप्रति उसको जिम्मेवारी हुने भएको कारणले गर्दाखेरि त्यो पत्रकारलाई सुविधा पनि छ उसलाई चाहिँ उसलाई खोज्ने सुविधा छ उसले प्रश्न गर्ने सुविधा छ र उसलाई कानुनले पनि त्यही अनुसार संरक्षण पनि दिन्छ जिम्मेवार पनि बनाउँछ तर अब यदि त्यो कुनै पनि छैन प्रेसको कुनै पनि कानुनले चिन्दैन प्रेस सम्बन्धी कानुनले देशको कानुनले र त्यो प्रेसको कन्टेन्ट भनेर त्यो इस्टाब्लिस हुँदैन भने त्यहाँ अरू कुराहरू आकर्षित हुन सक्छन् तर म अहिले त्यो विषयमा चाहिँ मैले कुरै नगरेको र नहेरेको हुनाले म धेरै विस्तृतमा म जान सक्दिनँ तर प्रेस हो भने त्यो जसले प्रड्युस गरेको हो त्यो उसले दुईटै कुरामा के त्यो कन्टेन्टको जिम्मेवारी लिनुपर्छ गल्ती भएछ त्रुटिपूर्ण कन्टेन्ट गएछ आधारहीन कुराहरू गएछन् भने त्यो बकाइदा स्वीकार गर्नुपर्छ गल्ती भएछ भनेर होइन र अर्को कुरा त्यो मैले पत्रकारिता नै गरेको हो यो कारणले म त्यो मेरो पत्रकारिता हो भनेर पनि सम्बन्धित व्यक्तिले नै त्यो कुरालाई काहीँ न काहीँ देखाउन सक्नुपर्छ त्यो देखाएन भने अरू कानुन देशको कानुन त फेरि एउटा गएन अर्को लाग्न सक्छ अब त्यतिखेर अर्को पाटो हुन्छ तर म यो विषयमा धेरै अगाडि जान नखोजेर के चाहिँ भन्न खोजेको हो मैले ध्यान कता लाग्यो भने ठिक छ कसैले गाली मानहानि गर्यो होइन भ्रामक समाचार सूचनाहरू प्रसारण गर्यो भने त्यो कस्तो अपराधमा गन्ने त्यसलाई कुन तहकोमा गन्ने त्यो पनि त्यसका पनि पटकै होला नि त्यो त कसरी जाने त्यो फौजदारी नै हो जम्मै हाम्रो देवानी कानुनहरू कहाँ लागू हुने एक शब्द एउटा चिठी पठाएर जसलाई सरकार छ सरकारवालाले के हो तपाईँले यसरी चाहिँ प्रसारण गर्नुभएछ यो आधारहीन कुरो अथवा यसको प्रमाण तथ्य के छ तपाईँसँग चाहिँ तथ्य प्रमाण छ भने यहाँ दिनुहोस् त्यो तथ्य प्रमाण तपाईँसँग माग्ने हामीसँग यो कानुनी आधार छ त्यस कारणले माग्दैछौँ छैन भने तपाईँ यसरी त गर्न पाउनुहुन्न तपाईँलाई अर्को कानुन किन नलगाउने हो तपाईँलाई पक्राउ ल्याएर चाहिँ फलानु कानुन अनुसार चाहिँ पक्राउ पूर्ति जारी गरेर किन नगर्ने भने एकपल्ट सोधे कि यो देशका नागरिक कानुनहरू सिभिल लजहरू चाहिँ के मलाई उपयोग गर्ने हुन् त्यो त उपयोगको यहाँ देखिएन फेरि त्यही हो मेरो प्रश्न चाहिँ यहाँनिर हो क्या किन यो एकैचोटिमा आजभोलि त यसो राजनीतिक उसमा गए हतघडी लगाइदिएछ भाइ राजनीतिक कारण हामी पनि जेल गएको थियो हामीले हतघडी त लगाएन त कहिले पनि पञ्चायतकालमा त्यो लगाएन नि त राजनीति गर्छु भनेर हिँडेपछि ठिक छ तपाईँलाई असहमति हुनु सहमति हुनु अर्को विषय त्यस कारणले यो अतिवाद मैले यहीँ कुरा गरिरहेको छु यो संस्थागत अतिवादको कुरा र अर्को जुन भइराखेको छ र मैले यो तपाईँले प्रेसको कुरा गर्दाखेरि योभन्दा बढी अलि मैले हेरेँ त्यो काठमाडौँ जिल्ला अदालतको एउटा समाचार हटाउनु नगर्नु भनेर अनलाइनहरूलाई दुईवटा अनलाइनलाई दिएको निर्देशन हेरेँ त्यो डिलिट त्यो पनि एउटा प्रकरण तपाईँले त्यो उठाउनु भयो त्यो धितोपत्र बोर्डको सन्तोष नारायण श्रेष्ठबारे समाचार थियो
नेपाल खबर र बीजमाण्डुमा छापे थियो, त्यसमा सिधै प्रतिष्ठामा आँच पुग्छ भनेर त्यो डिलिट गर्नै लगायो न्यायालयले। त्यो स्वाभाविक मलाई होइन हो, यो समाचारमा मलाई अरू विशेष विस्तृत विवरण अरू पाटो थिएन। मैले त्यो नेपालखबर.com को साइटमा के देखेँ भने कि त्यो अदालतको आदेशको कपी राखिदिएको रहेछ। अनि मैले त्यो समाचारतिर धेरै ध्यान नदिकन त्यो सम्पादकीय नोट पनि नपढिकन मैले त्यो आदेश पढेँ। अनि मलाई यहीँ रोकेँ, सम्पादकीय नोट लेख्ने कि सम्पादकीय नै भन्ने म पछि भन्छु त्यस बारेमा। त मैले त्यो अदालतको आदेश पढेँ, किन अदालतकै आदेश रहेछ के समाचार हटाउनु भनेर दिएछ होला, हटाउनु पर्ने समाचार हटाउनु पर्छ, अदालतले भनेपछि त मान्नुपर्छ त्यसमा। तर के कारण दिएछ भनेर मैले हेर्दै गएँ, माथि निवेदकबाट कुरो सुरु हुन्छ, निवेदक यो वकिलहरूको नाम यताउति, अनि मैले प्रतिवादीको आरोपितको पनि आरोपितको वकिलको रहेछ, अथवा उसले के जवाफ दियो अथवा उसलाई के सोध्यो के भने त्यो त केही पनि छैन। अब जिस्ट के पाएँ भने के भन्छ, आरोप माने निवेदकले के गर्यो भनेदेखि कि यो झुटो समाचार छाप्यो यसले, त्यस कारण यो सबै हटाउन लगाइदिनु र भोलि पछि पनि छाप्न नदिनु भनेर उसले माग गर्यो। तथास्तु भनेर न्यायाधीशले तथास्तु भनेर सिधै आदेश जारी गरिदिनु भयो। अनि तलतिर त्यसपछि बाहिर निस्केर मैले त्यो नेपाल खबरको न्युज पढेँ, तथ्यप्रति हामी एकदम हामीसँग प्रमाण छ भन्छ। लो अनि यो प्रमाण छ ऊ यहाँ भनिरहेछ, त न्यायाधीशले एकपल्ट किन नसोधेको? भोलि त्यो प्रमाण लगेर न्यायाधीशमा देखायो भने न्यायाधीश के भन्छन् आफ्नो त्यो फैसलाप्रति? मलाई बडो अनौठो लाग्यो। यो त न्यायालयले के गरिरहेछ, यो के हो यो न्यायाधीश? मलाई त्यो केसमा त्यसमा पनि भित्र अब कति तथ्य छ के छ, अब विषयवस्तु जानकारी त हामीलाई हुने कुरो भएन। तर मलाई प्रक्रियाको सन्दर्भमा कुरा गर्दाखेरि काठमाडौँ जिल्ला को अदालतको न्यायाधीशले त्यो दुईटा अनलाइन विरुद्ध जुन गरेको छ सबभन्दा चिन्ताको विषय त्यो लागेको छ। न्यायाधीशले निषेधाज्ञा जारी गरिदिने एक शब्द नसोधिकन एउटाले भन्नु त गलत हो त अनि त्यतिकै भरमा पत्याइदिने, भोलि आएर यो प्रमाण यहाँ छ भनेर पेस गरिदियो भने त्यो न्यायाधीश के गर्छन्? के भएको त त्यस्तो? यो त त्यही त हो। यहाँ अब यही हो, यहाँ के भइराखेको भनेदेखि एउटा मात्रै पक्ष चुकिराखेको छैन। यो सबैमा के छ भने आफै त्यो जम्मै शासक हुनुपर्ने अथवा सबैलाई चाहिँ त्यो प्रक्रिया मिच्नुपर्ने। न्यायाधीशको सिम्पल एक्सट्रिम कुरा गर्नुभयो, अतिवाद भन्नुभयो, यसमा पनि त अतिवादी देखियो। त्यही त न्यायाधीशको सामान्य भयो, मैले सुरुमै भनेको थिएँ नि त प्रक्रियाको कुरा। त कमसेकम अदालतको कुरो के हुन्थ्यो भने होइन उहाँले त भन्नुभयो यो गलत समाचार, त गलत समाचार छापेकै हो भने एउटा जिम्मेवार प्रेसले सम्पादकहरू बसेको छ, सारा त्यो त्यहाँ छ, त उसले किन यस्तो छाप्यो? साँच्चै गलतै हो कि? त एकपल्ट सोधौँ त, तिमीहरूले छापेको समाचार सत्य गलत रहेछ, यो त सत्य हो गलत होइन भने के प्रमाण छ तिमीहरूसँग देखाऊ। एकपल्ट त एक भजन त सोधिदिनुपर्छ। न्यायाधीशलाई फैसला दिने अधिकार त आफूसँग सुरक्षित छँदैछ नि, त्यसपछि दिएको भए पनि त त्यही फैसला दिन मिल्थ्यो। तर किन त्यति प्रक्रिया, किन उहाँहरूलाई धैर्य नभएको? किन हतार गरेको होला नि? किन हतार हो? यहीँनेरि प्रश्न छ। कुरो चिन्ताको विषय यहाँनिर हो। यो न्याय अदालतहरू पनि यसरी डिरेल आफ्नो प्रक्रियाबाट आफ्नो बेसिक नर्म्सबाट यसरी डिरेल हुनु बडो चिन्ताको विषय हो यो चाहिँ। त यसले के गरिदिरहेछ भने अब तपाईँले कमजोर त फेरि त्यो राज्यका अङ्ग भए उनीहरू। अब प्रेस त सो कल्ड मात्रै हो राज्यको अङ्ग होइन, खास राज्यको अङ्ग त होइन प्रेस त त्यो पाटोमा चाहिँ। त्यसले गर्दा पेलानमा परेको छ। तर यही बेला के भएछ भने हामी पत्रकारहरू पनि रणमुल्लमा परेका छौँ। कहाँ ठिक, कहाँ बेठिक, कहाँ बोल्ने, कहाँ मुन्डो लुकाएर हिँड्ने। अब अहिले मिडियाका हाउसहरू पनि कोल्याप्स। कारण के भइरहेछ भने अतिवाद ज्यादा भयो। म तपाईँलाई अतिवादको अर्को पनि इक्जाम्पल दिन्छु। पञ्चायतकालमा पनि हामी पत्र पत्रिका छाप्दाखेरि विज्ञापन त्यत्रो धेरै त थिएन, तर जे जति हुन्थ्यो
र जसले विज्ञापन दिन्थे खास गरी सार्वजनिक सेवाकाहरूले सरकारी संस्थानहरूले कतिपय उद्योगहरूले प्राइभेट उद्योगहरूले पनि हैन त्यो त्यति ज्यादा बायसनेस देखाउँदैनथे ठिकै छ अब थाहा थियो नि त त्यतिखेर पनि यो राजाको पक्षधर हो यो सूर्यबहादुर थापाको पक्ष पत्रिका यो लोकेन्द्र बहादुरको यो काङ्ग्रेसी सफ्ट कर्नर यो माले त्यतिखेर एमाले त थिएन पञ्चायतकालमा माले सफ्ट कर्नर यो रसियनहरूको आउँथ्यो नि विभाजन त तर विज्ञापन सबैले पाउँथ्यो त्यो पढ्नु कम्ती मिनिमम कुरोमा त्यो अब अहिले त त्यो ग्रे जोन भन्ने नै देख्दैन म कहीँ पनि र परिणाम के भइदियो भने जसले पहुँच पुर्याएको छ जसको आफ्नो राजनीतिक पकड जसको भयो वार विज्ञापन जति त्यहीँ भइरहेको देख्छु म त्यहाँ चाहिँ हैन अनि उसैले उसको बखान गर्नुपर्ने हैन उसैको आउने त्यो देख्छु म गोर्खापत्रमा पहिलाको भन्दा बढी विज्ञापन देख्छु म आजभोलि तर देख्छु विज्ञापन किन बढी आइरहेको छ भने फ्रन्ट पेजमा के आइरहेको छ त्यो पनि त हेरिरहेको छु नि म हैन एउटै व्यक्तिको फोटो 30 दिनमा 26 दिन छापिन्छ त्यो हेरिरहेको छ त्यो पाटो त अतिवाद यहाँ पनि भयो र अब एक किसिमले मिडिया जेन्युनली म यो र त्यो नगरिकन आफ्नो ब्रह्मले देखेको अब्जेक्टिभ पत्रकारिता गर्छु भनेर बस्नेहरूलाई एक किसिमको नाकाबन्दी छ दुईटै पक्षले दुईटै तिनटै जति छन् अतिवाद पक्ष उनीहरूले जम्मैले यो हाम्रो होइन भन्दिने परिणाम के भयो त्यो बाहेकमा पर्यो नि त अनि त्यस्तो मिडियाहरू मात्र सकेन अब जो गए त्यहीँ गए त मिडिया त कमसेकम चलिरहेको छ त्यहीँ बसेर पत्रकारिता के जोगाउन सकिन्छ कि के गर्न सकिन्छ कि भनेर कतिपय पत्रकार साथीहरू प्रयत्न गर्नुभयो गरिराख्नु भएको छ अहिले पनि तर उहाँहरू पनि बिस्तारै म देख्दैछु हार्दै जानुभएको छ बडो दिक्क उहाँहरू हामीसँग कुरा गर्दाखेरि दिगदार व्यक्त गर्नुहुन्छ थाहा छ तर के गर्ने भन्न सकिँदैन किनभने उसले यसरी हुक लगाइरहेछ अब खास गरी अब अहिले हुक केलाई लगाउनु पर्यो विज्ञापन मार्फत रिसोर्स मार्फत र जो सत्तामा बसेको छ अथवा जोसँग रिसोर्स हो चाहिँ एकदम ठुलो पकड छ उसले सारा मिडियालाई चाहिँ नचाइदिने स्थितिमा आएको अब परिणाम के हुँदैछ कति मिडिया हो त्यो कति प्रेस हो त्यो कति एउटा प्रोपोगेन्डाको मेसनरी मात्रै हो अब यहाँ छुट्याउनु मुस्किल पर्दै गइरहेको छ किनभने तपाईँले यसो गर्नुभयो पछाडि फर्केर गएको 15-20 वर्ष 25 वर्षका हेर्नु भने यसो अलि स्वाभिमान खालका पत्रकारहरू कहाँ गए भन्दा त्यो बिस्तारै छेउ लाग्दै हैन छेउ लाग्दै कोही अर्को पेसामा गए कोही कहाँ गए कोही केही गरे त्यो स्वाभिमान र त्यो पत्रकारिताको धर्म निर्वाह गर्छु म अलि यसरी जहाँ पाते कम्प्रोमाइज गर्दिनँ भन्नेहरूलाई टिक्नै नसक्ने बनाइदिएको स्थिति छ अनि परिणाम के छ अनि जसले हल्ला बढी गर्न थाल्यो उसैको बोलबाला त्यो पाटोमा र अहिले त्यस कारणले अब प्रेसमाथि सिधै कानुन के लगाइदिने भने पूर्जी जारी गरिदिने सिधै निषेधाज्ञा जारी गरिदिने के पुलिसले पूर्जी जारी गरेकोलाई के ठुलो कुरो मान्ने हो अदालतले निषेधाज्ञा जारी गर्छ भनेदेखि चाहिँ अदालतले गरिदियो त्यस्तो छ त चिन्ता सबभन्दा ठुलो चिन्ता सिभिलियन लको त्यसको परिपालना त्यसप्रतिको विश्वास पत्रकारिता अझ पत्रकारिताको सवालमा त कानुन त टाढाको विषय हो क्या हामी त आचार संहिताले पुग्नुपर्ने मान्छे हो हाम्रो पेसा त पत्रकार आचार संहिताकै सेरोफेरोमै समस्याहरू समाधान हुनुपर्ने हो तपाईँलाई म एउटा केस सुनाउँछु त्यो कसरी हुन्थ्यो भने यो कुरा हो होइन 61 सालमा प्रेस काउन्सिलको सदस्य हुँदाखेरिको कुरा भयो केही साथीहरू आउनुभयो उत्साही म नामै लिन समस्या छैन वन्दना राणाजी प्रेस काउन्सिलको सदस्य भएर आउनुभयो अनि म पहिलेदेखि थिएँ उहाँहरूले पछि आउनुभयो छलफल यो त्यतिखेर यो सन्ध्याकालीनहरूले अलि एउटा अलिक अश्लील किसिमको अलिक भल्गर किसिमको सामग्रीहरू छाप्ने कथा छाप्ने त्यस्तै फोटाहरू छाप्ने हेडलाइन त्यस्तै गराउने थियो अनि प्रायःको त्यो फेसन जस्तो भएको थियो एउटा फोटो र त्यो खालको सामग्री चाहिँ छाप्ने अनि उहाँले त्यो कुरा उठाएपछि योलाई त के गर्नु पर्यो भने फेरि कतिको त उग्र कुरा हुन्छ
बन्द गरिदियो ए बाबा बन्द गरिँदैन प्रेस काउन्सिलमा बसेर कुनै पत्रिका बन्द गर्ने कल्पनै गर्नु हुँदैन कहिल्यै पनि बन्द गर्नेको विरोध गर्नुपर्छ हामीले सुधार्न प्रयत्न गरौँ न त प्रयत्न हाम्रो काम त सुधार्नको लागि शिक्षा दिने हो उत्प्रेरित गर्ने हो नि त लामो छलफलपछि के तय गर्यौँ कि चिठी लेखौँ पहिलो उनीहरूलाई यस्तो यस्तो यो आचार संहिता विपरीत हो यो त्यस कारणले तपाईँले आइन्दा यो नगर्नुहोस् भनेर चिठी लेखेर पठायो त्यो संयोगवश त्यो चिठी ड्राफ्ट गर्ने व्यक्ति म थिएँ तर सबै छलफल गरेर त्यो पठाइयो बडो उल्लेख्य कुरा त्यो सायद त्यो कहीँ त्यही माइनोटमा पनि पछि मेन्सन गरेका छौँ झन्डै 90% पत्रिकाले त्यो पहिलो चिठीमै आफूलाई सुधार गर्यो 10%लाई अझै बाँकी राख्यो तिनीहरूलाई दोस्रो दोहोऱ्याएर चिठी लेखियो तपाईँले गरेछ फेरि त्योभन्दा भाषा अलिक कडा बनाइयो त्यसमा चाहिँ अलिअलिले सुधार गर्यो अनि लास्टमा थोरै बचे जसले टेर्दैन अनि तिनीहरूलाई एउटा हामीले त्यो एउटा शब्द त्यहाँ प्रेस काउन्सिलमा एउटा शब्द छ क्वाइन भएको त्यो अवज्ञा गरेको प्रेस काउन्सिलको निर्देशन मार्गदर्शन तपाईँले अवज्ञा गर्नुभयो तपाईँले अवज्ञाकारीको सूचीमा किन नराख्ने अवज्ञाकारीको सूचीमा पर्ने बित्तिकै तपाईँलाई भोलि यो उहरू आउन सक्छ जस्तो प्रेस काउन्सिलले सिफारिस गर्ने कुराहरू सिफारिस नगर्न सक्छ आदि इत्यादि यो सबै हुँदाखेरि अब केही त प्रवृत्ति नै हुन्थ्यो 2-4 जना चाहिँ 4-5 जना थिएनन् होला पछिसम्म पनि झगडा गर्न आउँथे त्यो एउटा त्यस्तो फोटो नछापे हाम्रो पत्रिकै चल्दैन कि प्रेस काउन्सिलले विज्ञापन दियोस् भन्थ्यो के त्यो एक किसिमको मूर्ख कुरा गर्थ्यो त्यो तिनीहरूसँग त केही लाग्यो अर्थात् भन्न खोजेको के हो भने प्रेस त यतिमै सुध्रिने कुरा हो नि गल्ती देखाइदिएपछि त सुध्रिहाल्छ नि त्यसमा चाहिँ त अहिले तर के भयो भने त्यो दण्डै देखाउनु पर्ने दण्डा नै प्रयोग गर्ने रहर हत्कडी नै लाउनु पर्ने रहर यो चाहिँ यो अतिवाद हो यो अतिवादले फेरि प्रेसलाई मात्र केही गर्दैन यो सिधै अल्टिमेटली प्रेसपछि अलिक पत्रिकासित नागरिक भेटिगयो नि त प्रेस र नागरिकको बिचमा धेरै ठुलो त ग्याप छैन त्यस कारण त्यो अतिवाद हो यसलाई यसप्रति सबै चिन्तित हुनुपर्छ भनेपछि राज्य अथवा राज्यका मिसनरीहरू संयन्त्रहरू अतिवादतिर गइरहेको भनेर बुझ्नु पर्यो है त्यसो भए त यसो राज्यका मिसनरीहरू राज्यका संयन्त्रहरूलाई हाम्रो सत्तामा बस्नेहरूले एक किसिमले भन्नुहुन्छ भने दुरुपयोग गरिरहेछन् भनेर पनि बुझ्नुपर्छ कानुनलाई पनि त ती उहाँहरूलाई पनि किनभने उहाँहरूले कुनै पनि राज्यको कुनै पनि संयन्त्रलाई त्यो संयन्त्रको रूपमा स्वीकार गर्नु पर्यो त्यसलाई फङ्सन गर्न दिनु पर्यो हामी पावरमा छौँ हामीले जे भनौँ त्यो हुनुपर्छ हाम्रै अनुकूल हुनुपर्छ हैन हामीले नियुक्ति दिएर पठाएको मान्छे कानुन जेसुकै होस् हाम्रो सेवा गर्नुपर्छ अब यो एटिच्युड चाहिँ गएको 15-20 वर्षमा ज्यादा बढेर आयो त्यो एटिच्युड त्योभन्दा पहिला कम थियो संस्थाहरूले फङ्सन गर्थे अब आज त्यो एकदमै ज्यादा भयो त्यसले गर्दाखेरि पनि संस्थाहरू कमजोर पार्दै गएर अनि दण्डाको भाषा चाहिँ बढी आउन थाल्यो झन् हामी त प्रोग्रेसिभ झन् अगाडि बढ्नु पर्नेमा त झन् हामी झन् पहिला भन्दा पनि नराम्रोतिर पो गइरहेको रहेछौँ त अभ्यास त त्यसलाई लोकतन्त्रको लोकतान्त्रिक अभ्यासको संस्कारको को प्रसङ्गमा कुरा गर्नु छ भने हामीले त एकदमै ढिलो हुन लागिसक्यो आफूलाई सोच्नलाई हामी ज्यादा त्यही अतिको बाटोमा जाँदै गर्दाखेरि ज्यादा आत्मकेन्द्रित ज्यादा त्यो परिवार केन्द्रित ज्यादा दल केन्द्रित ज्यादा भूगोल केन्द्रित जात केन्द्रित हामी ज्यादा त्यो हुँदै गयो जबकि हुनुपर्ने थियो त अझ बढी वसुदैव कुटुम्बको भागमा बढी आउँदै जानु पर्थ्यो अलिकति त्यो हृदयको विशालता त्यो फैलिनु पर्थ्यो सबैलाई ठाउँ हुनुपर्ने थियो तर अहिले आफ्नालाई मात्रै ठाउँ राख्ने र अरूलाई त्यहाँबाट बाहिर निकाल्ने यसमा अघि तपाईँले कुरा गर्दाखेरि पाठकजीको सन्दर्भमा पनि अब त्यो त तपाईँ अब त्यसमा धेरै नबोल्ने भन्नुभयो तर पनि पाठकजीको सन्दर्भमा पनि अब उनले दर्ता गरेछन् एउटा कुरा भयो उहाँको सन्दर्भमा कुरा गर्दा तर
एकचोटि त पत्र काटेर अघि तपाईँले भने जस्तो एकचोटि पत्र काटेर तपाईँले यस्तो गर्नुभयो रहेछ यो त तपाईँको प्रमाण पनि केही पुग्दैन अथवा जुन मैले पनि भने एज ए पत्रकारिताको जुन ऊ छ त्यसमा हामीले गर्नुपर्ने तथ्यपूर्ण कुराहरू नै गर्नुपर्छ भन्छौँ हामीले। पत्रकारिताको मिनिमम आधारभूत कुराहरू हो त्यो, तथ्य त चाहिन्छ नै, तपाईँले त्यत्तिकै अरूलाई ब्लेम गर्न पाउनु हुँदैन। तर त्यही कुरा एउटा चिठी काटेर अथवा उहाँलाई बोलाएर भन्न पनि त सकिन्थ्यो होला नि भन्ने कुरा त हो नि त त्यो। त्यही भएर म त्यही भनिराखेको छु, त्यही कुरो भनिराखेको छु र त्यही प्रहरीले पनि त्यही ऐन जुन ऐनलाई टेकेर चाहिँ वारेन्ट ल्याएको छ अदालतबाट अथवा केबाट त अदालत त्यही एकपल्ट उसलाई पहिले भुलचोक पो भएको थियो कि एउटा चिठी पठाइदिए के बिग्रियो थियो तिम्रो बारेमा यस्तो उजुरी आएको छ होइन के छ यति घन्टाभित्रमा जवाफ देऊ होइन। त यसरी सोधेको भए पनि के हुन्छ तिमी आफै आऊ भनेको के हुन्छ त्यसमा चाहिँ होइन। यो सबै यो नभन्नुको अर्थ के हो भने त्यही समस्या त्यही भइरहेको देख्छु म के देख्छु भनेदेखि कि प्रक्रियामा गयो भने म कमजोर हुन्छु कि अर्कोले उछिन्छ कि मेरो तर्क कमजोर पर्छ कि मलाई लाग्छ यो त्रासले काम गरिरहेको छ। यहाँ के भने सबलाई एकदम तातो रिजल्ट चाहिएको छ भयो। संस्थाहरू कमजोर भएको त सङ्केत भइहाल्यो नि। संस्था मान्छेहरू किन उसलाई आफैलाई कन्फिडेन्स छैन मेरो प्रक्रियामा गयो भने म यहाँ आफै नै बरु कमजोर हुन्छु भन्ने है त्यो त्यसको सङ्केत हो। त्यो त डरलाग्दो सङ्केत भइहाल्यो तपाईँले भनिरहेको। यसमा अनि मैले एउटा कुरा यो जसरी अहिले राज्यले एक्ट गरिरहेछ नि यो चाहिँ विद्युतीय कारोबार ऐन 2063 गरिरहेछ त्यो चाहिँ यसमा के भनिएछ भन्दाखेरि म तपाईँलाई सुनाउँछु। यो मलाई पनि एकदमै रोचक लाग्यो। यो विद्युतीय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन यो 2063 यो कारोबार पनि भन्छ। एउटा प्रस्तावनामा के छ भन्दाखेरि विद्युतीय तथ्याङ्क आदान प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सूचना उत्पादन प्रशोधन सञ्चय प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता सत्यता अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमन गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तौरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तौरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नको लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले प्रतिनिधि सभा घोषणा 2063 द्वारा जारी गरिएको भनिएको छ। यो त हेर्दाखेरि कतै पनि अहिले जसरी पक्राउ पुर्जी अथवा तपाईँले भने जस्तै चिठी नै काटे पनि योबाट मिल्छ र यस्तो यसको प्रस्तावना हेर्दा त एकदमै अर्कै उद्देश्यले गठन गरेको जस्तो देखिन्छ। यो त फेरि यो बारेमा योभन्दा अगाडि धेरै निकै वर्ष 5-7 वर्ष अगाडि 10 वर्ष अगाडिदेखि नै यो बारेमा पर्याप्त छलफल भइराखेको छ। मार्टिन चौतारीले एउटा प्राज्ञिक अध्ययन नै गरेको छ होइन। केस योभन्दा अगाडि पनि पत्रकारलाई यो ऐन लगाइयो आजभन्दा 10-12 वर्ष अगाडि नै त्यतिखेर पनि यो बारेमा निकै छलफल भइराखेको थियो। यो इन्टरनेट गभर्नेन्स भन्ने एउटा संस्था छ त्यो संस्थामै छलफल भएको मलाई याद छ। त्यो संस्थाको बोर्डमा पनि थिएँ म पहिला। त प्रशस्त अब यो ऐन जो हो नि 63 सालमा बनेको यो मूलत यसको पछाडि ब्याकअप माइन्डमा के थियो भने खालि त्यहाँ नलेखेको मात्रै हो। त्यति बेर डिजिटल माध्यमको पाटोमा सायद उसको धेरै कुरा भएको थियो। यो इमेलसँग रिलेटेड कुरा किनभने त्यो सूचना आदि इत्यादि इमेल अलिअलि वेबसाइटको कुराहरूमा थियो। यी बाँकी प्लेटफर्महरू त बाँकी एपहरू यी सबै कुराहरू त त्यतिखेर यसरी सामान्य जीवनमा आएकै थिएनन् हो। त ब्याकअप माइन्ड भनेकै त्यो आफ्नो ठाउँमा ठिक थियो होला। त यो अब अहिले त्यसपछि अर्को ऐनहरू बनेन अनि यो ऐनको जबरजस्ती प्रयोग म दुरुपयोग त भन्दिनँ जबरजस्ती प्रयोग यो ऐन गरेर अब अरूलाई पनि लाग्यो होला अरूलाई लागेको हामी थाहा पाउँदैनौँ कतिलाई। अब यो प्रेस पत्रकारहरूलाई लाग्दाखेरि हामी थाहा पाउँछौँ। तर मेरो चाहिँ यसमा एउटै मात्रै भनाइ के हो भने प्रेस हो कसैले म पत्रकारिता गरेको छु यो मेरो प्रेस पत्रकारिता मूलक कार्य हो भनेर भन्छ भने उसलाई जुनसुकै माध्यम प्रयोग गरोस् उसले
उसलाई प्रेस सम्बन्धी ऐन, प्रेस सम्बन्धी आचार संहिता, प्रेस सम्बन्धी नियम लाग्नुपर्छ। उसलाई त्यो दृष्टिकोणबाट हेरिनुपर्छ। अब व्यक्तिले गरेको कुराहरू यदि त्यो प्रेसको दायरामा पर्दै भने अरू कानुन लाग्न सक्छन्। जस्तो अहिले तपाईँले भनेको पाठकजीको केसमा यदि त्यो प्रेसको कानुन भनेर उहाँले त्यो भन्नुभएको छ, त्यो कुरालाई उहाँले पुष्टि गर्नुभएको छ भनेदेखि त्यसमा यो कानुन लगाउने होइन। प्रेस सम्बन्धी कानुन नेपालमा छ अहिले पनि, पत्रकार सम्बन्धी कानुन छ, त्यो कानुनले उहाँलाई छुन्छ। त्यसरी छुने कन्टेन्ट के गर्नुभयो भनेको कुन माध्यम प्रयोग गर्नुसँग जानै पर्दैन। पत्रकारिता गरेको भनेको छ, पत्रकारिताको मर्म विपरीत भयो यो, त्यसरी जान त मिल्छ नि त। त्यसमा त्यसलाई सम्बोधन गर्ने कानुन त छन् नि त हामीसँग चाहिँ। त्यस कारण यति कुरा फेरि स्पष्ट हुनु पर्यो। पत्रकारितामूलक कामलाई प्रेस कानुन, प्रेससँग रिलेटेड कुराहरूले सम्बोधन गर्नुपर्छ, गर्न दिनुपर्छ। अब बाँकी कुरा अर्को हुन्। त उहाँको केसमा उहाँले प्रेस सम्बन्धी मैले पत्रकारिता गरिरहेको छु, म पत्रकारै हुँ, पत्रकारितामूलक काम मेरो यो प्रोडक्सन हो भनेर उहाँले भन्नुभएको छ भने त्यसकामा आपत्ति छ भने प्रेस कानुन आकर्षित हुन दिनुपर्छ, त्यहाँ त्यो बाटोबाट जानुपर्छ। यही कारोबार ऐनको 63 चाहिँ दफा 47 रहेछ। अब त्यो दफा 47 लाउँदो रहेछन् खासमा चाहिँ। दफा 47 मा चाहिँ के रहेछ भन्दा विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गर्ने भनेर दफा 47 को 1 ले के भन्दो रहेछ भन्दा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई 1 लाख रुपैयाँसम्म जरिवाना वा 5 वर्षसम्म कैद वा कुनै सजाय हुनेछ भनेर यो 47 को दफा लगाउँदो रहेछ खासमा यो विद्युतीय ऐन कारोबार पनि। अहिले पनि यो अलि पछिल्लो चोटि जति पनि अभ्यास भएको छन् दफा 47 लगाइएको छ। पत्रकारिताको जुन पत्रकारितालाई नियमन गर्न बनेका कानुनहरू छन्, अघि तपाईँले भने जस्तो देवानी हाम्रो जुन अभ्यास छ त्यो त मरेर गइसके जस्तो देखियो। पत्र काट्ने अनि तपाईँले सफ्ट आचार संहिताकै कुरा छ, आचार संहिता त्यो त कुरै हरायो, अब हराए जस्तो छ। त्यही भएर जे पनि एक्सट्रिम भइरहेको कुरा गर्नुभयो, मलाई एकदमै घत लाग्दो लाग्यो मलाई। त्यो ट्रेन्ड त्यस्तै देखियो। यो दफा 47 मा जाने अनि ड्याममै पक्राउ पूर्जी जारी गर्ने। अब हेर्नुहोस् न, दफा 47 लाई म सिधै विरोध गर्न सक्दिनँ। किन भन्नुहोस् न, जस्तो सेक्सुअल ह्यारेसमेन्टको कुरा पनि त्यसले समेटेको छ, पछि थपिएको त्यो होइन जहिले भयो भने त्यो दफामा छ। त्यो त पत्रकारले होस् कि अर्काले होस् पाउँदैन नि त गर्न, होइन? कोही पत्रकार त्यो केसमा पर्यो भने त्यो पत्रकार भनेर जोगाउनु त भएन नि त हामीले, होइन? त्यहाँ त हामीले चुप राख्नु। अब तर प्रेस पत्रकारितामूलक कन्टेन्ट कसैले प्रड्युस गर्यो, त्यसमा विवाद भयो भने अनि त्यसपछि यो लगाउनु चाहिँ त्यो चाहिँ बदनियतपूर्ण भयो। त्यो त दुरुपयोग, किनभने त्यहाँ त अर्को ऐन आकर्षित हुन्छ नि त्यहाँ चाहिँ, होइन? अरू प्रावधानहरू आकर्षित हुन्छ, त्यो चाहिँ बदनियत हो। यहाँ अस्ति मैले तपाईँलाई यहाँ सुनाउँछु केही चिजहरू भएको छन् यही कानुन अन्तर्गत। सुदीप केसी रहेछन् एकजना, उहाँले सुदीप केसी चाहिँ अब रापरपाको युवा सङ्गठनको प्रमुख हुनुहुँदो रहेछ। पत्रकार महासङ्घको कानुनी शाखाको सदस्य पनि हुनुहुँदो रहेछ त्यहाँ। जस उहाँ पत्रकार पनि हो भनौँ न, किनभने आजकल त पत्रकार विभिन्न पार्टीको भातृ सङ्गठनको जस्तै प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, विभिन्न पार्टीको भातृ सङ्गठनहरू छन् नि त पत्रकारहरू। त्यसलाई पनि हामीले केन्द्रमा राखेर कुरा गर्नु पर्ला, किनभने पत्रकार महासङ्घमा त सबै आबद्ध छन्। उहाँ त्यस्तो रहेछ। उहाँले चाहिँ त्यही हिल्टनकै समाचारलाई फेसबुकमा गर्नुभएछ, सेयर गर्नुभएछ। आफूले लेखेको होइन, सेयर गरिदिनु भएछ। त्यसमा उहाँलाई यही कानुन आकर्षित भएर उहाँलाई हिरासतमा लिइएछ। अहिले उहाँ बिहिबार चाहिँ मुद्दा दर्ता भएर उहाँले मुद्दा झेलिराख्नु भएको छ कि। एउटा केस यो भयो। एउटा दिपेश केसीले अस्ति नेपाल पेन भन्ने, दिपेश केसी अलिक समयसम्म मेन स्ट्रिम मिडियामै हुनुहुन्थ्यो। अहिले डक्टर पिएचडी गरेर आइसकेपछि उहाँले आफ्नो नेपाल पेन भन्ने चलाउनु भएको छ। उहाँलाई पनि अदालत सम्बन्धी उहाँले एउटा समाचार छाप्नु भएको थियो।
त्यो तुरुन्त डिलिट गर्न पठाएर अनि त्यो डिलिट पनि गर्न उहाँले चाहिँ मुद्दा पनि खेप्नु भयो क्या उहाँ अदालतमा। अनि प्रेस काउन्सिलले त कैयौँ युट्युब च्यानल बन्द गरेको छ त्यो चाहिँ अघि तपाईँले त भन्नुभयो हामीले सकभर सम्झाउने हो त्यो प्रेसहरू सञ्चार माध्यमहरू बन्द गर्ने काम चाहिँ प्रेस काउन्सिलको होइन भनिरहेको बेला चाहिँ प्रेस काउन्सिलले युट्युब च्यानलहरू थुप्रै बन्द गराएको उदाहरण छ। यो मैले किन भनेको भन्दाखेरि यो किन स्मरण गराएँ भन्दा यहाँलाई अब स्मरण किन गराएँ भन्दाखेरि अहिले पाठकजीहरू अथवा यही सुदीप र दिपेशहरू केसीजीहरू अथवा प्रेस काउन्सिलले बन्द गरेको थुप्रै युट्युब च्यानलहरू त बन्द गराउलान् यो नजिरमा। भोलि यही नजिरका आधारमा पत्रकारलाई अघि हामीले कुरा गऱ्यौँ एक्सट्रिमिस्टहरूको बोलबाला बढ्दै गयो भने त आचार संहिता पनि हरायो अनि तपाईँको सिधै फौजदारी उसमा हतकडी नै बाँध्न घर घरमै पुलिस पठाउन थाले भनेपछि त यो त अहिले त काल पल्किने जस्तो प्रवृत्ति देखियो नि त। त्यही भएर हामीले यो खतरनाक छ भन्न खोजेर त्यो मैले पनि साइन गरेको कारण त्यो हो। अर्को कन्टेन्टको भन्दा पनि मेन कुरा चाहिँ त्यो यो चाहिँ न्यायालय र हाम्रो राज्य संयन्त्र किन यस्तो भएको भन्ने कुराको आधारमा हामी चाहिँ एकजुट हुनुपर्छ कि पर्दैन भन्ने कुरा हो मेरो चाहिँ। त्यसमा एकदमै त्यसमा दुविधा कोही नै छैन, त्यो केही दुविधा नै छैन। मैले अघिदेखि भनेको जस्तो पाठकजीको केसमा त पाठकजीले त्यो मेरो प्रेस पत्रकारिता मूलक कन्टेन्ट हो, मैले पत्रकारिता गरिरहेको छु भनेर भनिसकेपछि यो ऐन त्यसमा आकर्षित हुनु बनियत हो, त्यसको लागि अर्को बाटो जानुपर्छ र उहाँबाट गल्ती नै भएको छ, कन्टेन्टमा तथ्य छैन यो छ भने त्यसको फेरि अर्को प्रक्रिया छ, त्यो प्रक्रिया पुरा गरेर त्यो त्यसलाई करेक्सन गर्नेदेखि लिएर त्यसको उहाँको त्यो कन्टेन्टबाट कसैलाई पिर मर्का क्षति भएको छ भनेदेखि त्यसको यथोचित शोध भर्ना पनि उहाँले गर्नुपर्छ। शोध भर्ना भने के भने चित्त दुख्यो माफी सबै सारा कुराहरू गर्नुपर्छ त्यो बाटोमा, त्यो त्यसमा प्रष्ट हुनुपर्छ, दुविधा राख्नु हुँदैन। त्यो त हाम्रो आचार संहितामै छ, आचार संहिताकै कुरा गरे। अब दोस्रो कुरा जुन प्रेस काउन्सिलले हटाइरहेको छ भन्नुभएको छ, मलाई त्यहाँ अब अहिले त मलाई त्यो थाहा भएन, हुने कुरो भएन डिटेल चाहिँ। तैपनि मैले यो केही वर्ष अगाडि एक दुई वर्ष अगाडि नै पनि यो प्रसङ्ग आइराखेको हुनाले मैले एकपल्ट चाहिँ प्रसङ्ग आउँदाखेरि प्रेस काउन्सिलको पदाधिकारीहरूलाई त्यतिखेरको अध्यक्षलाई नै मैले प्रश्न गरेको थिएँ कि तपाईँहरूले युट्युब च्यानल बन्द गर्दै हिँडे हो त, पहिला त तपाईँहरूलाई ऐनले दिँदैन, यो त ऐनमा छँदै छैन, चिन्दैन ऐनले, ल ठिकै छ अधिकार कहाँबाट ल्याउनु भयो, विनियम नियम बनाएर गर्नुभयो, त्यो पनि आफ्नो ठाउँमा होला, तर तपाईँले के बन्दै गर्दै भने होइन, हामीले त्यो मात्रै बन्द गरे हो, हामीलाई जो पाए त्यही बन्द गर्ने अधिकार छैन, त्यो कुरा हामी स्पष्ट छौँ। त हामीकोमा दर्ता भएर हामीले कहाँ जो आए हामी कहाँ जसले दर्ता गरे र उनीहरूलाई हामीले ट्रेनिङ दिएका छौँ, आचार संहिता सिकाएका छौँ, बताएका छौँ र उनीहरूलाई त्यतिखेरै भनेका छौँ तिमीले यो आचार संहिता पालन गरेन भने तिम्रो यो दर्ता खारेज हुनसक्छ, प्रेस काउन्सिलले त्यसपछि तिम्रो जिम्मेवारी लिँदैन। दर्ता खारेज त अर्कैले गर्ने हो, उसले गर्ने होइन, तिमी पत्रकारिता गर्छौ भने तिम्रो जिम्मेवारी प्रेस काउन्सिलले लिन्छ। मलाई यो जवाफ दिएको हुनाले म त्यतिखेर सन्तुष्ट भएको थिएँ, त्यति गरेछौ भने सन्तुष्ट भएको छ। मैले पनि भोलि भन्ने नै के हो भने कसैले जसले पनि पत्रकारिता गर्न पाउनुपर्छ, जसले पनि पाउँछ, तर पब्लिक डिक्लेरेसन चाहिन्छ, म यस्तो गर्छु यस्तो गर्दिनँ, त्यो त चाहिन्छ भन्नै पर्छ। त्यही हो आचार संहिता भनेको होइन, त्यो त हामीले भन्नुपर्छ। त त्यो उसको पाटो भयो। यो अदालतको पाटोमा चाहिँ म दिपेशजीको अरूको केसहरू सुन्दाखेरि डिटेल त म जान्दिनँ यो सबै पाटोमा, तर धेरै साँघुरो त्यो कानुनी व्याख्यामा मात्रै नअल्झेर मोटामोटी कुरामा के पनि हेर्नु पर्यो भने अदालतले प्रक्रियालाई पन्छाएर अगाडि जानिरहेछ त अदालतको माथि पनि प्रश्न उठाउनुपर्छ, अदालत माथि पनि प्रश्न उठाउनुपर्छ र तल्लो अदालतले संयोग बस्यो तल्लो अदालतले गरेछ त्योभन्दा माथिल्लो अदालतमा त्यसैको विरोधमा चाहिँ त जानुपर्छ। ए बाबा एक शब्द पनि मलाई मेरो पक्ष राख्नै नदिकन फैसला गर्ने कस्तो अदालत हुन्छ? एक शब्द सोध्दैन, जसले पनि सोध्छ होइन, अन्तिममा केही त भन्नु छ भनेर जसले
सामान्य त हाम्रो त चौतारामा बसेर झगडा दुईटाका भनामनको झगडा छिन्न बसेकाले पनि तँलाई के भन्नु छ तिमीलाई के भन्नु छ त सोध्छ त। अनि अदालतले राज्यको सिस्टमले एक शब्द नसोधिकन अनि आफू खुसी ड्याङ ड्याङ त्यही कडा कडा आदेशहरू जारी गर्दै हिँड्छन् भने त्यो अदालतमाथि पनि प्रेसले प्रश्न उठाउनुपर्छ र अदालतमै पनि प्रश्न उठाउनुपर्छ। अदालतमा गएर अर्को रिट चाहे गर्ने के गर्ने तिम्रो मातहतको अदालतले यसो गर्यो भनेर त्यहाँ गएर सिनियर जजलाई चाहिँ यो कुरा सुनाउनुपर्छ। तर त्यहाँ भएको जस्तो पनि देखिन्छ। जस्तै 2003 एउटा म तपाईँलाई उदाहरण सुनाउँछु। 2071 असार 31 गते अब्दुल रहमानको नाममा प्रहरीले उ गर्छ। यस्तै गरेर यही विद्युतीय कारोबार ऐनमा उसले के गरेको हुन्छ भन्दा एउटा समाचार नागरिकको समाचार सेयर गरेर त्यहाँ मुनि उसले कमेन्ट सेयर हुन्छ नागरिकले आफ्नो फेसबुक पेजमा अथवा उसको नागरिकको साइटको सेयर हुन्छ फेसबुकमा, उसले मुनि कमेन्ट गर्छ। उसलाई कमेन्ट गरेको आधारमा प्रहरीले पक्राउ गर्छ। यस्तै गरेर तर त्यहाँ जिल्ला अदालतले के गर्यो भन्दाखेरि यो चाहिँ प्रहरीको अलिकति तानासाहीपना देखियो, यसमा यो चाहिँ गलत छ भनेर उसलाई सफाई दिन्छ के। भनेपछि अदालतमा पनि केही राम्रो त पक्कै पनि राम्रो भएको छ, पक्कै पनि राम्रो हुन्छ। किनभने सबै अदालतको सबभन्दा राम्रो पक्ष नै यसको प्रक्रिया हो, पारदर्शी हुन्छ। यो हेर्दाखेरि अदालतबाट हामी निराश हुनुपर्ने अब पनि छैन होला। त्यहाँ पनि राम्रा मान्छे छन् भन्नु पर्ला, प्रक्रियामा विश्वास गर्ने मान्छे छन् भन्नु पर्ला। तर अर्को कुरा एउटा पनि खुसीको कुरा के छ भन्दाखेरि अहिले हामी जति पनि कुरा गरिरहेछौँ विद्युतीय कारोबार ऐन 2063 यसलाई अथवा रिप्लेसमेन्ट अथवा यसलाई संशोधन गर्न भनेर अहिले विधेयक त्यहाँ गएको छ, संसदमा छ। त्यसमा चाहिँ यो दफा 47 चाहिँ छैन रे भनेपछि त्यो एउटा खुसीको कुरा पनि होला भनेर केही साथीभाइ अब खुसीको भन्दा पनि सन्तोष दुरुपयोग नहोस् भन्ने हिसाबले त्यो र सन्तोषको कुरा होला एउटा कुरा। दोस्रो कुरा त्यो अरू ऐनमा अब अरू ऐनले नै त्यसलाई गभर्न गर्ने होला। सधैँ मिडिया काउन्सिल ऐन आदि इत्यादि के बनेका छन्, त्यसमा के छ त्यो पाटो अलग्गै होला। त्यो हिसाबमा चाहिँ मलाई अहिले त त्यो बारेमा जानकारी छ। यही मैले तपाईँको त्यो 40 वर्षको अनुभवमा जस्तै पत्रकारको यो न्यायालयको तपाईँहरूले यति धेरै मुद्दाहरू भोग्नुहुन्थ्यो भनेर हामीले अब तपाईँले भन्नुहुन्छ, बारम्बार सुनाउनुहुन्छ। म त सुनिरहेको छु, तपाईँको अनुभवबाट नै सिक्ने कुरा भयो हामीलाई त। त्यति बेला पनि मुद्दा मामिला बहुतै पर्थ्यो। तपाईँहरूले पञ्चायतकाल जस्तो त्यस्तो अब पञ्चायतकाल भनेको त अब राजनीतिक स्वतन्त्रता नभएको, बोल्न नपाइने, प्रेस स्वतन्त्रता नभएको बेलामा पनि तपाईँहरूले राज संस्थालाई डाम लेख्नुहुन्थ्यो होइन, तस्करको बारेमा लेख्नुहुन्थ्यो, मुद्दा मामिला पनि भोग्नुभयो कति बेला। प्रक्रियामा त त्यति बेला तपाईँले त्यही अहिले बारम्बार प्रक्रिया भनिराख्नु भएको छ। त्यो त्यति बेला पनि प्रक्रिया, अघि पनि एउटा उदाहरण दिनुभयो, प्रक्रियाको कुरा गर्नुभयो। त्यति बेलाको न्यायालय र अहिलेको न्यायालय अब कति बेला कसैले त केही व्यङ्ग्य पनि गर्न थाल्यो भन्दा न्यायालय त पुरा अदालतमा मात्र सीमित भयो, न्याय प्रणालीमा गएन भनिराखेको छ क्या अहिले चाहिँ। यो कारण चाहिँ यस्तो भास्ट डिफ्रेन्सेस चाहिँ किन भयो होला नि त नि? अनि यो एउटा त बहस गर्नुपर्ने होला नि त। अब बहस गर्ने किन भन्नुभयो भन्दाखेरि यो त हामीले लेख्नु पनि पर्यो। अब अदालतलाई त्यस्तो स्वच्छन्द हुने हामीले अदालत आफैमा पनि त ऊ होइन नि त, एउटा राज्यको जनताकै निम्ति बनाएको, नागरिककै निम्ति बनाएको एउटा संयन्त्र न हो त्यो। त्यसलाई त्यति छुट हो, त्यति साह्रो एकदमै मै हुँ भन्ने खालको छुट हुन्छ र त्यसरी अदालतलाई होइन, यो कुनैलाई पनि केही हुँदैन र त। त्यही भएर त सन्तुलन कायम गर्नको लागि धेरैवटा यो अधिकार जिम्मेवारीको विभाजन गरिएको छ होइन। सधैँभरि त्यो सोकल नै भने पनि प्रेसलाई पनि किन भनेको भने कहिलेकाहीँ त्यो उनीहरू राज्यको राजस्वबाट चल्छन्, त्यो प्रेस त अलगबाट चल्छ नि। त्यस कारणले पनि कहिलेकाहीँ त्यो स्ट्याग्नेन्ट स्थिति हुन्छ के, जम्छ, पानी जमे जस्तो स्थिति हुन्छ। त्यतिखेर प्रेसले ढुङ्गा हाल्नेर त्यहाँ माने छल्कल ल्याइदिन्छ, गइदिनु सक्छ। अर्थात् प्रेसले पनि त्यस्तो कुरामा इन्टरभेन गर्न सक्नुपर्छ। त्यो कारणले गर्दाखेरि प्रेसलाई को एउटा महत्त्व भएको हो। त्यसैले तर जम्मैमा कार्यपालिकामा पनि व्यवस्थापिकामा पनि सबैमा केही न केही मेकानिजम छन् होइन। त्यो मेकानिजम अब अहिले धेरै म अलिकति समस्या डिटोरेसनको
चरम कहाँ देखिरहेको छु भने यो भागभण्डाको राजनीति जुन किसिमले आयो र मन्त्री पद बाँडेदेखि अनि त्यो अनुसार त्यही वडासम्म चाहिँ त्यसै गरी बाँड्दै जाने पद बाँड्दै जाने कुरामा अदालतमा न्यायाधीश नियुक्तिको कुरामा आयो हो। प्रेस काउन्सिल जस्ता अर्धन्यायिक अथवा रेगुलेटरी स्ट्याट्युटरी बडीमा पनि अब कोटामा जाने भयो होइन। यो अब सबै ठाउँमा ओहो त्यहाँ मेरो जति सक्दो त्यो संस्थाहरू कब्जा गर्ने त्यो मेन्टालिटी हाम्रा राजनीतिक नेतृत्वमा राजनीतिक दलहरूमा त्यो मेन्टालिटीमा गए। त्यहाँ धेरै मान्छे हाम्रा हुनुपर्छ, त्यो भएपछि त्यहाँको रिसोर्समा हाम्रो पकड हुन्छ होइन, त्यहाँको अवसरमा हाम्रो पकड हुन्छ र त्यसलाई त्यो संस्थालाई नै दुरुपयोग गर्न सकिन्छ। गृहमन्त्री किन हुन पाउने भन्दा त्यहाँको रिसोर्स, पुलिसको प्रयोग दुरुपयोग, त्यो आकर्षण होइन। सहरी मन्त्री किन हुने होइन, कतिवटा बगैँचाको लागि भन्दै बगैँचा बजेट बाँडफाँड गर्न पाउने होइन, सडक बनाउन पाउने आदि इत्यादि। यो जम्मै कुरामा चाहिँ यो एक खालको वर्चस्ववादी त जुन स्वभाव आएको छ पञ्चायतकालमा एउटा कुरा चाहिँ हो, राजनीतिक स्वतन्त्रता थिएन, अभिव्यक्ति स्वतन्त्रता थिएन। तर बाँकी कुरामा के थियो भनेदेखि त्यो राजालाई छोडिदिएर बाँकीलाई जति ठोकठाक गर्दाखेरि पनि पाइन्थ्यो सकिन्थ्यो त्यो चाहिँ। किनभने सारा सत्ता राजाको हातमा, अब बाँकी तलकालाई हामीले जति ठोक्यो कि ऐया पनि भन्न सक्दैन र न्यायाधीशलाई त्यो न्यायहरू माथिको त्यो त्रासले गर्दा अदालतले पनि र जहिले सुक्यो भने हेर्नुहोस् पञ्चायतकालमा पनि प्रेसलाई साथ दिएछ अदालतले, प्रेसलाई साथ दिएको छ र अरू राजनीतिक बन्दीहरूलाई पनि साथ दिएको छ। प्रेस बलियो थियो त्यही भएर हो, त्यो पारो बलियो भन्दा कमसेकम आधार थियो कि लगेर थुनिन्थ्यो पुलिसले, त्यतिखेर त लगेर थुनि नै हाल्थ्यो, त्यो छोड्दैन थियो, पुर्जी काटेर चुप्प लागेर बस्दैन्थ्यो, हल्ला गरेर थुन्थ्यो नि सब पत्रकारलाई। तर अदालतले चाहिँ अदालतमा केस गइसकेपछि चाहिँ कमसेकम सुनवाई हुन्थ्यो, सबै थियो। त्यसले गर्दाखेरि तर जतिसुकै भए पनि यो देश, यो डेमोक्रेसी इज द बेस्ट। यहाँ आजभन्दा हिजो अदालत बढी पारदर्शी छ र अझ हिजोको भन्दा बढी सशक्त पनि प्रभावकारी पनि, त्यो सबै थोक हुने स्थिति छ। तर अदालतले सबै बनाउन अदालत आफै परिचालित हुँदैन क्या, यो कुरा मेकानिजम बुझ्नुपर्छ नि। अदालतलाई त कसैले मुद्दा लगेर हालिदिनुपर्छ, तब त नि बहस गरिदिनुपर्छ अनि न्यायाधीश सुन्छ। त्यो देखेको कुरा आफै टपक्क टिपेर लगेर न्यायाधीशले ल मलाई यो दया लाग्यो न्याय दिन्छु भन्न त मिल्दैन हो। त्यो सब भनेको कसले त, त्यो सबै कहाँ के भएछ, यो त प्रेस चाहियो त, त्यहाँ नागरिक समाज त चाहियो त। प्रेस अहिले हो, यही प्रेसलाई सबभन्दा पहिला धेरै चाहिँ राजनीतिक शक्तिले, राजनीतिक दलहरूले, राजनीतिक दलका निकायहरूले प्रेसलाई कमजोर बनाए। यो वर्चस्वशाली व्यवहारले गर्दाखेरि प्रेस धेरै किसिमले कमजोर भयो। व्यवसाय छैन, एकलौटीपना ल्याइदियो होइन एउटाको उसमा। अनि जहाँ रिसोर्स छ त्यहाँ त्यो पार्टीवालाले, पहुँचवालाले नै त्यसैलाई आफैतिर हाइज्याक गरिदिए। परिणाम के भइदियो भने स्वतन्त्र प्रेस बाँच्नै सकेन, बाँच्नै सक्ने स्थिति बनाएन। अहिले दुर्भाग्य चाहिँ त्यो हो, स्वतन्त्र प्रेस अहिले बाँच्नै सक्दैन, किनभने चाकडी नगरी के झर्दै झर्दैन। यदि स्वतन्त्र प्रेस बलियो भएको भए यस्तो के भने त्यसलाई स्वेच्छाचारिता पनि र स्वतन्त्र प्रेसलाई नाकाबन्दी, मैले अघि नैदेखि नाकाबन्दी शब्द प्रयोग गरेको छु। नाकाबन्दी राज्य र यो राज्य सञ्चालन गर्ने जुन यसका चाहिँ नायकहरू छन् नि, एक्टरहरू छन् नि, कर्ताहरू, उनीहरूले एक्टर त्यो एक्टरहरूले चाहिँ नाकाबन्दी नगरिदिने हो भनेदेखि स्वतन्त्र प्रेस बाँच्थ्यो। अनि तिमी जतिसुकै कराइराख, विज्ञापन त तिमीले छाप्नै पर्छ, नोटिस त छाप्नै पर्छ। त भागशान्ति मैले चाहिँ कमसेकम त्यो आउने त्यति भएपछि मेरो न्यूनतम खर्च चल्छ, तिमी कराउँदै गर, तिम्रो लोभ लालचमा म फस्दिनँ होइन, समाचार म लेखिराख्छु भन्न सक्थ्यो नि। तर अहिले के भने नाकाबन्दीको भइदियो। अनि एक्टरहरूको इसारामा सबै कुरा, रिसोर्सहरू, राज्यको रिसोर्स, फेरि कोही व्यक्तिकोले दया गरेको प्रेसलाई दया गर्ने कुरो पनि केही पनि होइन। त्यस्तो भएको छ त्यो बाटोमा चाहिँ।
तपाईँ त खोज पत्रकारिता केन्द्रको पनि संस्थापक हो हेर्नुहोस् है। नेपालमा खोज पत्रकारिता गर्नुपर्छ भनेर तपाईँले प्रारम्भ पनि गर्नुभयो। तपाईँ त्यसको पनि अब अघि एक्टर भन्नुभयो, मैले त नायक नै भने भूमिकाको हिसाबले। यही हाल भयो भने एक त सञ्चार माध्यम यति विक भएको छ कि सञ्चारकर्मीहरू नै अब अघि मैले ठक्क तपाईँलाई सोधेको थिएँ, तपाईँ अलिकति त्यो बिर्सिनुभयो। सम्पादकीय लेख्नु पर्ने ठाउँमा अगाडि अलिकति कन्फिडेन्ट कारण अथवा विभिन्न कारण होला नोट थप्नुपर्ने बाध्यतामा पुगे, आफ्नो गल्ती नहुँदा पनि, तथ्य प्रमाण हुँदा पनि। त्यो अवस्थामा अब त खोज पत्रकारिता कसरी गर्ने, खोज रिपोर्टिङ कसरी गर्ने, रिपोर्टर नै कम भइरहेको बेला, अब मिडिया नै नभइरहेको बेला, अब यो च्यालेन्ज चाहिँ कसरी गर्ने त? त्यो नभइकन यस्तो तानाशाही प्रवृत्तिलाई त च्यालेन्ज गर्न सक्दैन। मिडियाले च्यालेन्ज नगर्दासम्म यो हट्दैन। अब हेर्नुहोस् राज्य संहिता झन् बढी कुरो होला। तपाईँले बारम्बार भनिरहेको छ एक्सट्रिमिस्ट भइरहेछन्, अतिवादतिर गइरहेछन्। यो विश्व ग्लोबल फेनोमिना भए तापनि नेपालमा हामीले त अलिकति बचाइरहेको छौँ जुन अभिव्यक्ति स्वतन्त्रता, त्यो पनि गुम्ला फेरि। धन्यवाद। मैले त्यो अघि त्यो सम्पादकीय नोटको बारेमा मैले त्यसको सम्पादकलाई नि फोन गरेँ, नेपाल खबरको सम्पादकलाई नि फोन गरेर सोधेँ, सम्पादकीय नलेखेर किन यो सम्पादकीय नोट छापेको? सम्पादकीय नोट भनेको त मेरो बुझाइमा सम्पादकीय लेख्नको लागि तयार पारेको नोट हो। एउटा मस्यौदा ड्राफ्ट जस्तो पोइन्ट टिपेको छ त्यो। अब त्यसको आधारमा अब सम्पादकीय डेभलप गर्ने भनेको के हो? सम्पादकीय डेभलप गर्न नभ्याइकन त्यो नोटै हालिदिएको? सम्पादकीय नै कम पुरा सम्पादकीय लेखिदिएको भए त त्यसको ओजन अर्कै हुन्थ्यो भनेर मैले भने। अनि अब सम्पादकले भन्नुभयो होइन त्यो पनि हो, तर हामीलाई त्यत्रो फरक पर्ला भन्ने त्यतिखेर महसुस गरिएन, त्यसले गर्दाखेरि त्यस्तो गएको भन्नुभयो। अब यहाँ पनि प्रसङ्ग त्यहीहरू आउँछ कि अनुभवको कुरा होइन, परिपक्वताका कुरा र कमिटमेन्ट प्रतिबद्धताका कुरा। मैले त्योभन्दा अगाडि त्यहाँ सम्पादकलाई के पनि सोधेको थिएँ, तपाईँले जुन समाचार छाप्नु भएको छ त्यो समाचारलाई पुष्टि गर्ने, त्यसको आधार पुष्टि गर्ने ठोस प्रमाण छ तपाईँहरूसँग? तपाईँहरूले छ भनेर लेख्नु भएको छ, तर अदालतले त तपाईँहरूलाई सोध्दै नसोधिकन निषेधाज्ञा जारी गरिदियो। त अदालत त्यससँग त्यस्तो के क्लु पुग्यो जसले गर्दाखेरि न्यायाधीशलाई त्यो जरुरत नै महसुस भएन? तपाईँहरूसँग केही छैन भनेर लागेर गरे हो कि छ भने हामीसँग छ भन्नुभयो। तपाईँहरूसँग त्यस्तो छ भनेदेखि त तपाईँहरू त अगाडि आउनु पऱ्यो। त्यसो भए न्यायाधीशलाई पनि प्रश्न गर्नु पऱ्यो। ए बाबा हामीलाई एक शब्द किन नसोधेको तपाईँले? सोधे भए हामी त ल्याएर फाइलै तपाईँलाई दिन्थ्यौँ त प्रमाणको। किन नसोधेको तपाईँहरूले? तपाईँहरूलाई डिलिट गर्नु भनेको थियो, डिलिट गर्नु भएको छैन। तपाईँहरूले अदालतलाई भन्नुभयो त त्यसो भए तपाईँ हामीसँग यो प्रमाण छ, त्यस कारणले तपाईँको आदेश हामीले पालन गरेन, यहाँ यो प्रमाण हेर्नुहोस् भनेर तपाईँहरूले पेस किन नगरे भने त्यो गर्ने त्यो क्रममा छ भन्नुभयो उहाँहरूले। अर्थात् प्रेसमा के भयो भने त्यो एउटा पाटो भयो। तर म पछि अब आफ्नै सोचिरहेको छु, नेपाल खबर र बीजमाण्डुको त्यो समाचार हटाउनको लागि अदालतले दिएको त्यो निषेधाज्ञा, त्यो आदेश म बडो गम्भीर नेपाली प्रेसको लागि बडो गम्भीर चिन्ताको विषय देखिरहेको छु। म एउटा व्यक्ति त आम नेपाली मिडिया मूलधारको प्रेस त अहिले पनि त छ त यहाँ छ। त्यो प्रेसले त्यसलाई कति उठाइराखेको छ? त्यो प्रेसलाई धन्यवाद, उसले दिलभूषण पाठकजीको केसलाई राम्रोसँग उठाइराखेको छ। त दिलभूषण पाठकजीको भन्दा कम महत्त्वको केस यो छैन मेरो दृष्टिमा। तर म किन देखिराखेको छैन? खोइ सम्पादकीय अन्त पनि आउनुपर्ने हो नि। नेपाल खबर र बीजमाण्डुको तर्फबाट त्यस्तै अर्को दिपेश केसीको नेपाल पेन पनि त्यो त्यसमा अरूमा खोइ आइरहेको किन आइरहेको छ? अर्थात् सोलिडारिटी किन कमजोर भयो? यहाँ के छ? अब हुनसक्छ उयो कित्ता काट भनेपछि उसले उसको पक्षमा समाचार दियो, उसको विपक्षमा समाचार दियो। अब उसको त
उसको ऊ हो अब यो सबै तानाबाना गर्दाखेरि प्रेसकै भइदियो, प्रेस आफै छिन्नभिन्न। वक्तव्य निकाल्ने साथीहरू पनि सम्पादकीय चाहिँ किन लेखिराख्नु भएको छैन? हिजो तपाईँसँग वक्तव्यमा सही गर्नुपर्छ, राम्रो काम गर्नुभयो, गर्नुपर्ने काम गर्नुभयो, म त्यहाँ भएको म पनि गर्थेँ होइन त्यो संलग्न। तर सम्पादकीय किन आउँदैनन्, टिप्पणी किन आउँदैनन् त? यत्रो दिन बितिसक्यो। सही कुरा। त्यस कारण यही हो, यी चिन्ता चाहिँ के भने हामी अन्त हेर्ने होइन, आफैतिर पनि हेर्नुपर्छ कि कहाँ समस्या। त्यही भएर मैले तपाईँलाई बोलाएको आज। मलाई धेरै प्रश्न जाग्यो यो सबैबाट, हाम्रो कन्टेन्ट अनि हामीले गरिरहेको काम अनि यो न्यायालयको कदम, अब राज्य संयन्त्रमा बसिरहेकोहरूको व्यवहारले कता गइरहेको होला भनेर नि। त्यही अब तपाईँ जति उपयुक्त पात्र त हुनै सक्दैन। अन्तिममा यो एउटा कुरा नि, जस्तै ग्रे लाइनको कुरा गर्दाखेरि हामीले कुरा गर्छौँ, च्यालेन्जको मात्रै कुरा गर्छौँ, अनि हामीलाई आउँदाखेरि, हामीलाई विपत्ति पर्दाखेरि हामी कुरा उठाउँछौँ। तर हाम्रो आफ्नो बारेमा नि तपाईँले अघि भन्नुभयो नि, हामीलाई हेर्नु पर्दैन। हामीले जस्तै कन्टेन्ट बनाउने कुरा गयो, अघि नै मैले भने खोज पत्रकारिता केन्द्र तपाईँले अब सुरुवात नै गर्नुभयो नेपालमा, त्यो संस्थागत रूपमा होइन। त्यसको हालत त अब यो सबै मिडिया नभएपछि के गर्ने भन्ने, कहाँ छाप्ने त्यो, अब त्यो त समस्या हुन थाल्यो। अर्को कुरा अनि अब दिलभूषण पाठकजी जस्तो अब उता जे इन्डियामा भन्छ रविश कुमारहरूले जसरी मिडियाबाट मेन स्ट्रिममा नसकेपछि उता युट्युबमा गए जस्तो उहाँहरूले पनि अब हाम्रै साथीहरू, हाम्रै हिमालकैबाट उत्पादनै भएको भनौँ न, सुधीर शर्माजीहरू, उहाँले पनि युट्युब नै त्यसरी नै चलाइराख्नु भएको छ होइन, मेन स्ट्रिममा लामो अनुभव भएकोहरू। यो ग्रे लाइनको कुरा गर्दाखेरि अब युट्युबमा अथवा त्यसरी कन्टेन्ट उत्पादन गर्ने र यता मेन स्ट्रिममा हामी जस्तोहरू जो काम गरिरहेछौँ उत्पादन गर्नेको त्यो बिचमा चाहिँ अब त्यो कसरी गर्ने, अब त्यसलाई छुट्याउने कसरी, कसलाई पत्रकार भन्ने, अब कसलाई पत्रकार नभन्ने, आजकल त मोबाइल हुने बित्तिकै म पत्रकार हुँ भन्न थालेको अवस्थामा त्यसलाई चाहिँ अब कसरी डिफाइन पनि गर्ने होला। अब अघि तपाईँले त एकचोटि एकदमै राम्रो प्रसङ्ग उठाइदिनु भयो। हाम्रो अकादमिक उसमा चाहिँ हामीले कामै गर्न सकेको छैनौँ, पत्रकारिताको कोर्स डिजाइन गर्दाखेरि पनि हामीले काम गर्न सकेनौँ, किन भन्दाखेरि हामी एकदम पछाडि भयौँ। द्रुत गतिमा प्रविधिहरूले अनुसन्धान गर्नै पाएको छैन, त्यही भएर यो ल्याकिङ पनि होला। तर यसमा चाहिँ कसरी काम गर्ने, अथवा तपाईँको अनुभवमा पत्रकार भनेपछि त यति चिज त हुनुपर्छ है भनेर त हुनु पर्यो होला नि त्यो त। एकदम यो पनि जेबीजी यो धेरै नयाँ सवाल होइन, यो 10 वर्ष करिब 10 वर्ष पुरानो सवाल हो। यो भर्खर युट्युबको यो प्रक्रिया सुरु हुँदै गर्दाखेरि अनि अब कतिले लाग्यो होला, त्यसपछि मौका नि आइपुग्नु भयो केही साथीहरूले। म पहिला प्रेस काउन्सिलमा बसेको नाताले के गर्ने भनेर र मलाई पनि बोलाउनु भयो। एउटा मिटिङ गर्नुभएको थियो उहाँहरूले, सुरुमा मलाई याद छ त्यो मिटिङमा मलाई पनि बोलाउनु भएको थियो के गर्ने, वे आउट के। मेरो त सिम्पल तर्क थियो, म पहिलादेखि नै प्रेस काउन्सिलमा बस्दादेखि नै म एउटा भनिराखेको थिएँ, यो प्रेस काउन्सिलले आचार संहिता बनाउने होइन। अबका पत्रकारले आचार संहिता, अबका मिडियाले आचार संहिता, आफ्नो आचार संहिता आफै बनाउनुपर्छ। सबभन्दा पहिला कसैलाई मिडिया सुरु गर्नु छ भने उसले सबैभन्दा पहिला आचार संहिता ड्राफ्ट गर्ने अथवा डिक्लेरेसन घोषणा ड्राफ्ट गर्ने। त म मेरो माध्यम मार्फत यो काम, यस्तो काम गर्छु, यो काम गर्दिनँ त्यहाँ भन्दिनँ र त्यसलाई ठुलो प्रिन्टमा अझ मिल्छ भने फ्लेक्स प्रिन्ट गरेर अरूले पनि देखिने ठाउँमा राख्ने, फ्रेम हालेर राख्ने, अनि त्यसपछि पत्रकारिता गर्न थाल्ने र एक कपी त्यसको प्रेस काउन्सिललाई पनि ल्याएर दिनु, त्यहाँ आफैले छाप लाउनु, सही गर्नु, ल्याएर दिनु, प्रेस काउन्सिलले राख्छ। अब भोलि काहीँ उजुरी आयो भने प्रेस काउन्सिलले त्यही हेर्छ। हामीले बनाएको छौँ हिमालले, तर अब त्यहाँ अब तपाईँले भनेअनुसार त्यहाँ बुझाउनु पऱ्यो। अब हो होइन, प्रेस काउन्सिल उसले पनि मान्यता दिनुभयो होइन, यो मैले सैद्धान्तिक कुरा गरिराखेको त सैद्धान्तिक कुरा त त्यही अनुसार चाहिँ रुजु गर। तिमीले आफैले घोषणा गरेको, स्वीकार गरेको आचार संहिता पालना गरेनौ भने अब तिमी दण्डको भागी के हुने, अब त्यसपछि त भागी हुने भयो नि। त्यसपछि त त्यसले तिम्रो रुजु मात्रै गरिदिन्छौ उसले, तिमी आचार संहिता आफै बनाऊ। अब आचार संहिता के बनाउने, कस्तो बनाउने त गाइडलाइन त देशमै छ नि त्यो कुरा। संविधान हाम्रो अगाडि छ, अनि ग्लोबल पत्रकारिताका विश्वव्यापी मूल्य मान्यताहरू हाम्रो अगाडि छन्।
त्यस्तै अब युट्युबको प्रसङ्गमा आउँदाखेरि पनि जसलाई यो पाटोमा जानु छ र प्रेस काउन्सिलले वे आउट दिन सक्दैन, सञ्चार मन्त्रालयले तत्काल वे आउट दिन विकल्प बाटो दिन सकिँदैन भने हामीले आफै बाटो निकाल्नुपर्छ। हामी यस्तो यस्तो गर्छौँ, यस्तो माध्यमबाट हामी यसरी पत्रकारिता गर्छौँ, यसो गर्छौँ र यसको सीमा यो हो, हामी यतिसम्म जान्छौँ, यो यस्तो गर्छौँ कन्टेन्टको बाटोमा। त त्यो राज्यको निकायलाई प्रेस काउन्सिललाई दिनु छ कि सञ्चार मन्त्रालयलाई दिनु छ कि अथवा कहाँ अरू यो बाहेक कुनै संस्था भने त्यहाँ लगेर दिएर हामी यो काम गर्छौँ र सकेसम्म आफूले पब्लिक पनि गर्ने होइन। त्यति काम गरेर बसेपछि त त्यो त कपी कमसेकम अरूको हातमा होस्, त्यति हेरेपछि त पुग्छ नि। र यहीँबाट सुरुवात हुन्छ, जुन आत्मसंयमको कुरा पनि यहीँबाट आउँछ, तथ्यको कुरा पनि यहीँबाट आउँछ र अर्काले बनाइदिएको आचार संहिता म माथि लाद्यो भन्ने पनि कसैलाई पर्दैन र सबभन्दा राम्रो पत्रकारिताको नयाँ अभ्यासको थालनी पनि हामी यहीँबाट गर्न सक्छौँ, जहाँ आचार संहिता उल्लङ्घनको सम्भावना धेरै कम हुन्छ। गजब आइडिया। अब यो आइडिया हस् सर, तपाईँको अनुभव, अब यो सबै गुरुले दिने ऊ हुन्छ नि, त्यो के अरे गुरुवचन, यो सबै देशभरिको पत्रकारलाई लागू होस् र यो चाहिँ न्यायालयले अथवा राज्य संयन्त्रमा हुने बस्नेहरूले पनि, जिम्मेवार व्यक्तिले पनि सुनुन्, मनन गरून् र यस्तो स्वेच्छाचारिता जुन बढ्न थालेको छ त्यसमा पनि मनन गरून्, मन्थन गरून्। तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँहरूले पनि सुन्नुभयो पत्रकारिता गुरु राजेन्द्र दाहालको अहिलेको विषयमाथिको गम्भीर टिप्पणी अथवा उहाँको सुझाव र अनुभवका आधारमा दिएको अब धेरै जसो त सुझाव नै। तपाईँहरूलाई पनि के लाग्छ, अब यो पक्कै पनि देशभरिका पत्रकारहरूको लागि यो एउटा टेक्स्ट बुकको रूपमा बुझ्दा पनि हुने जस्तो भएको छ आज कुराकानी। तपाईँहरूलाई पनि काम लाग्ला पक्कै पनि। तपाईँहरूले पनि कमेन्टमा लेख्नुहोला। हामी आज उहाँलाई बिदा गरौँ। हस्, धन्यवाद देवी, धन्यवाद धेरै धेरै।